आदरणीय दर्शकवृन्द नमस्कार। कुनै पनि प्रजातन्त्रमा पत्रकारिता क्षेत्रलाई चौथो स्तम्भ मानिन्छ भने प्रजातन्त्र डेमोक्रेसीलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको ठूलो भूमिका हुन्छ। तर सिक्किम राज्यको कुरा गर्न पर्दा विशेष गरी युवाहरू विभिन्न जब्सहरूपट्टि आकर्षित भइरहेको देख्छौँ, जसमा गभर्नमेन्ट, प्राइभेट र उद्यम सेक्टर्सहरू छ। तर युवाहरू पत्रकारिता क्षेत्रमा भने त्यति आकर्षित नभइरहेको हामीहरूले देखिरहेको छौँ, जसले गर्दा पत्रकारिता क्षेत्र, सिक्किम राज्यको पत्रकारिता क्षेत्रको भविष्यलाई लिएर धेरैले चिन्ता व्यक्त गर्न थालिसकेका छन्। र यसैलाई मध्यनजर राखेर द डेमोजोङले एउटा विशेष सिरिजको सुरुवात गर्न लागिरहेको छ, जसमार्फत युवाहरूलाई पत्रकारिता क्षेत्रमा संलग्न र आकर्षित गराउन हेतु सिक्किम राज्यका स्थापित पत्रकारहरूको पोइन्ट अफ भ्यू, उहाँहरूको भनाइहरू र उहाँहरूको लाइफ स्ट्रगल र लाइफ स्टोरीहरू अन्तर्वार्ता मार्फत तपाईँहरू समक्ष हामीले प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। हाम्रो यो सिरिजको प्रथम गेस्टको रूपमा सिक्किम राज्यमा आफ्नो जीवनको 2 दशक पत्रकारिता क्षेत्रलाई समर्पित गर्नु भइसकेकी, टेलिभिजन, प्रिन्टदेखि डिजिटल पत्रकारिता, डिजिटल प्लेटफर्ममा पनि आफ्नो छुट्टै नाम स्थापित गरिसकेकी सिक्किम क्रोनिकलकी को-फाउन्डर कविता शर्मा हुनुहुन्छ। यो एपिसोड तपाईँलाई के कस्तो लाग्छ, तपाईँहरूको सुझाव, सल्लाह र क्रिटिकहरू हामीहरूलाई पठाउन नभुल्नुहोला। स्वागत छ म्याम तपाईँलाई। धेरै दिन बाद हाम्रो दर्शकहरूले सायद तपाईँ र मलाई यसरी एउटै फ्रेममा देख्दैछ है। योभन्दा अघि पनि हामीले धेरै सँगै कामहरू गरिसकेका छौँ है। र आजको विशेष जो टपिक छ भनौँ है, यो टपिक चाहिँ किन हामीले गर्दैछौँ भन्दाखेरि सिक्किम राज्यको जो हाम्रो जर्नलिजम फिल्ड छ, यो जर्नलिजम फिल्डमा हुन त जर्नलिजम फिल्डमा जुनै राज्यमा हेऱ्यौँ, जुनै देशमा हेऱ्यौँ भने पनि क्वेसन्सहरू त आइ नै बस्छ। तर सिक्किम राज्यमा यो व्यापक क्वेसन्सहरूको घेरामा परिरहेको छ सिक्किम राज्यमा भने जो हाम्रो युवाहरू छ, यो युवा पिँढीहरू हाम्रो जर्नलिजम फिल्डमा नआइरहेको हामीले देखिरहेको छौँ है। किन हो भनेर अब हामीले ठ्याक्कै त भन्न सक्दैनौँ होला, तर पनि प्रयास त गर्न सक्छौँ हामीले त्यो है। र जो नयाँ, जस्तै अब हाम्रो भ्युवर्सहरू हेरिरहेको छ, सायद नयाँ भ्युवर्सहरू हुन्छ होइन, जसले यो फिल्डलाई म जाउँ कि भनेर सोचिरहनु भएको छ होइन, उहाँहरूको लागि पनि एउटा प्रेरणाको एउटा बातचित होस् भनेर चाहिँ यो हामीले गर्दैछौँ है। सर्वप्रथम मेरो सबैभन्दा ठुलो क्वेसन चाहिँ अहिले किन तपाईँले जुन भिडियोजहरू गर्नुहुन्छ त्यहाँ पनि मान्छेले सोधिराख्नुहुन्छ कि आजकल तपाईँ त देखा पर्नु हुँदैन त भनेर चाहिँ के भन्न चाहनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले, र आजकल किन तपाईँ त्यति देखा पर्नुहुन्न? थ्याङ्क यू सो मच है। हामी पत्रकारहरूको जीवन चाहिँ योबाट सुरु गर्नु मन पर्यो। पहिला आफूले अन्तर्वार्ता गर्यो, त्यहाँबाट फेरि आफै अन्तर्वार्ता दिने एउटा माहौल बनिँदो रहेछ। एनिवे थ्याङ्क यू सो मच। हामी खुसी लागिरहेको छ है, एउटा हाम्रो एउटा पेयर अप जुन थियो त्यो आज फेरि हामी एउटै मञ्चमा छौँ। पत्रकारितामा धेरै मान्छेले मलाई अहिले मिस गरिरहेको छ। हुनु त यस्तो हुन्छ नि, जुन चाहिँ सुरुवातमा एउटा एक्साइटमेन्ट है, एउटा लामो समयसम्म काम गरिसकेपछि फेरि एउटा मोनोटोनस पनि हुन्छ हुनु त। जस्तै पहिला आफूले गर्नुपर्ने बाध्यता र अहिले आएर यसो सहयोग पनि छ नि त, त्यसले गर्दाखेरि पनि मलाई अलिकति कम देखेको हुनसक्छ। धेरै मिस गर्नुहुन्छ मलाई जसले हेर्नुहुन्छ, र उहाँले मिस नगरोस् भनेर म कहीँ न कहीँ मेरो पर्सनल भ्लगतिर पनि म देखा पर्ने गर्छु, किनभने उहाँले हेर्नुहुन्छ है। उहाँले सबभन्दा सिक्किममा एउटा भन्नै पर्दाखेरि एउटा लेभल पोलिटिसियन बाहेक सायद मान्छेहरूले जर्नलिजम बुझ्नुहुन्न है। जर्नलिजम यदि उहाँले बुझ्नुभएको भने उहाँले पत्रकारितामै खोज्नुपर्ने, तर उहाँले मलाई देख्दाखेरि पनि खुसी हुनुहुन्छ भने उहाँले कहीँ न कहीँ हामीलाई हेर्नु मात्रै रुचाएको जस्तो पनि लाग्छ, र त्यो एउटा माया हो पब्लिकबाट, र त्यसको निम्ति एकदमै कृतज्ञ छु म, विशेष गरी मेरो भ्युअर्सहरूलाई, मेरो फलोअरहरूलाई। र पत्रकारिताको कुराकानी गर्नुपर्दाखेरि मैले अस्ति मात्रै एउटा भिडियोमा पनि देखेको थिएँ कि पत्रकारितालाई मैले खोजेको होइन, पत्रकारिताले नै मलाई खोजेको जस्तो मलाई लाग्छ। किनभने कुन सालदेखि जोइन गर्नुभएको तपाईँ? मैले 2006 देखि, त्यो पनि मैले भन्नुपर्दा जर्नलिजम भनेर गएको थिइनँ है। अब एउटा मैले बारम्बार मेरो प्रत्येक अन्तर्वार्ता या प्रत्येक सोधाइमा मेरो उत्तर हुने गर्छ, मलाई थाहै थिएन। अब मैले पिक्चरमा कहीँ सायद पुरानो पिक्चरतिर है एउटा चप्पल लगाएको है, कुर्ता लगाएर कलम बोकेको, कलम की ताकत भनेर जुन पत्रकारिताको इमेज देखाइदिने गर्थ्यो बलिउडतिर, त्यसले म कहिले पनि इम्प्रेस हुन्थिनँ है, किनभने त्यो दुःखको जर्नी थियो नि त। तर ऊ न्यायको निम्ति लडेकोले गर्दाखेरि खुसी त लाग्थ्यो, तर म त्यो कदमपट्टि जान्छु या त्यो काम चाहिँ यस्तो हो भनेर मेरो बुझाइ पनि थिएन। किनभने हामी जब कलेजहरू पढ्थ्यौँ, यो मास कम्युनिकेसन, जर्नलिजम भन्ने कुराहरू हामी सुन्ने पनि गर्थेनौँ, नलेज पनि थिएन, तर जब जरुरी थियो। लक्किली एउटा टेलिभिजन सिक्किम राज्यमा है
सेटेलाइट च्यानल त थिएन, एउटा केबल च्यानल थियो। एउटै मात्रै थियो एउटै नि। मात्रै थियो। त्यसमा एउटा ठाउँ भ्याकेन्सी मैले देखेँ, किनभने म स्कुल पढ्दादेखि सानैदेखि रिडिङमा एकदमै मलाई मन पर्थ्यो, मेरो सौक थियो। अब टिचरहरूले मैले पढेको मन पराउनुहुन्थ्यो र मलाई पनि एकदम यस्तो हुन्थ्यो, जब म किताबको कुनै च्याप्टर पढ्नु थाल्थेँ, आफूमा एउटा भित्री एउटा कन्फिडेन्ट लाग्थ्यो नि त। अन्त न्युज रिडिङ त हो, अब त्यसमा त म गर्नु सक्छु, एउटा जब त्यो त पार्ट टाइम हो, त्यहाँदेखि त्यो न्युज रिडिङ गरेर म अरू कुनै काम गर्नु सक्छु भनेर मैले त्यतिखेर सायद 2005 मा त्यो भ्याकेन्सी खोलेको थियो। त्यसमा एप्लाई गरेको थिएँ र सायद मलाई आज यहाँ पुर्याउने ती सुझावकर्ताहरूलाई पनि म मिन्स के भन्नु, उहाँहरूलाई पनि यो अ, उहाँको योगदान भन्न चाहन्छु है। म आज जहाँ जर्नलिजम छ, उहाँले मलाई सुझाव गर्नुभएको थियो कि तपाईँ उयो पनि पत्रकारिता मिन्स रिपोर्टिङमा पनि तपाईँको इन्टरभ्यूको लागि नाम दिनुहोस् न। कोही छैन, हुनसक्छ भन्दाखेरि मलाई आउँदैन भन्दाखेरि भइहाल्छ, हामी सिकाउँछ। इभन म नाम पनि लिन चाहन्छु है, विनोद तामाङ, जो अहिले नर्थ इस्ट टेलिभिजनमा उहाँ काम गर्नुहुन्छ। उनीहरू एक्साइटेड थियो, किन त्यहाँ सबैजना केटाहरू मात्रै रहेछ, कोही केटीहरू है मिलेर काम गर्नु पायो भने एउटा राम्रो माहौल पनि बनिन्छ भन्ने एउटा सुझाव पनि थियो होला। र थुप्रोले मलाई सुझाव गरेको थियो। एकजना दिदीले होला सायद, उहाँले सायद एप्लिकेसन लेख्नु सहयोग गर्नुभएको थियो त्यो रिपोर्टिङको लागि। मलाई डर थियो, तर त्यो हुन्छ कि हुँदैन, मलाई आउँदैन काम गर्नु, न्युज रिडिङ त आइहाल्छ भन्दा पनि मैले जो होगा देखा जाएगा भनेर दिनु त दिएँ। तर मलाई यति साह्रो अब कामको जरुरी थियो है, ग्रेजुएसन सकेर घरमा बसिरहेको बेलामा म अरू पार्ट टाइमहरू काम खोज्दै गरिरहेको बेला सायद 2005 मा मैले इन्टरभ्यू दिएको। मलाई 2006 को फेब्रुअरीमा कल आयो, तपाईँ सेलेक्ट हुनुभएको छ र तपाईँ चाहिँ जोइन गर्नुपर्छ मार्चदेखि कहिले भन्नुभएको थियो। त्यहाँदेखि मैले सायद फेब्रुअरीको लास्टतिर गएर न्युज रिडिङ प्र्याक्टिस गरेर त्यसरी चाहिँ यो प्रोफेसनमा एन्ट्री भएको थिएँ। भनेपछि तपाईँलाई पनि एक्सिडेन्टल जर्नलिस्ट भन्न मिल्छ। एकदमै मिल्छ। एकदमै कति साल मिल्छ। गर्नुभयो तपाईँले टेलिभिजनमा त्यहाँदेखि? 2006 देखि मैले 2011 को जुन महिनासम्म गरेँ। हजुर। तपाईँ टेलिभिजन पश्चात तपाईँ प्रिन्टमा पनि जानुभयो है, सानो समय प्रिन्टमा पनि रहनुभयो, त्यहाँदेखि डिजिटलमा अहिले हुनुहुन्छ। तपाईँलाई अहिले त घर घरको मान्छेले चिन्न थालेको छ, यो डिजिटल आयो यता। टेलिभिजन त त्यति अब त्यस्तो पेनिट्रेसन थिएन। कसरी याद गर्न चाहनुहुन्छ तपाईँको टेलिभिजनको डेजहरूलाई? किनभने अहिले त सिक्किम राज्यमा टेलिभिजन त हिस्टोरिक भइसकेको छ। सायदै मान्छेले होला सिक्किममा जसले चाहिँ टेलिभिजनमा न्युज हेर्छ अहिले होइन, विशेष गरी हाम्रो क्षेत्रीय रिजनल न्युजहरू है, कसरी याद गर्न चाहनुहुन्छ? कस्तो दिनहरू थियो त्यति बेला होइन? अहिलेको तुलनामा गर्दा कसरी याद गर्न चाहनुहुन्छ? म अहिलेको तुलनामा जति छु त्यति नै महसुस गर्छु म आफ्नो लागि चाहिँ है। किनभने हुनु त त्योभन्दा अगाडि एससी केबल थियो। अब यस्तो हुन्छ नि, टेलिभिजनहरू भन्ने कुरा या मिडिया भन्ने कुरा चाहिँ विशेष गरी कसकोमा पुग्छ भन्दाखेरि चाहिँ इलाइट क्लासमा पुग्छ होइन, पोलिटिसियनकोमा पुग्छ, तर ग्रास रुटमा चाहिँ प्रायः पुगेको हुँदैन। र म जब नयुमा टेलिभिजनमा म लागेँ, म चाहिँ त्यो ग्रास रुटमा पुग्नु सकेँ है मैले चाहिँ। किनभने मलाई पब्लिक इस्युजले चाहिँ एकदमै पीडा दिन्थ्यो है। जब अब मैले न्युज हेर्नु थालेँ नि त पछि गएर, म न्युजमा सायद मेरो डेस्टिनी यतै थियो होला। र म मिडियामा आउनुभन्दा अगाडि टेलिभिजन, नेसनल टेलिभिजन जब सुरु भएको थियो 2002 हामी घरमा न्युजहरू हेर्थ्यौँ है। म त्यतिखेर थुप्रै जस्तै समथिङ थापर भन्ने अहिले द वायर केमा हुनुहुन्छ है, करण थप्पर, उहाँको त्यो बडी ल्याङ्ग्वेज है, सायद म इङ्ग्लिस त्यति साह्रो बुझ्थिनँ होला त्यो टाइममा राम्रोसँग, तर भए पनि उहाँको प्रेजेन्टेसनहरू, मलाई यस्तो प्रेजेन्टेसनहरूले एकदमै एट्र्याक्ट गर्थ्यो है, मन पर्थ्यो। र जब म टेलिभिजनमा लागेँ, मैले एकदमै त्यो नेसनल टेलिभिजनको लुक अनुसारको रिपोर्टिङहरू गर्नु, सानो सानो न्युजहरू पनि, सानो सानो इन्फर्मेसनलाई पनि त्यसरी प्रेजेन्टेसन दिनु खोज्थेँ है। दो मेरो कतिजना साथीभाइहरूले त्यसलाई पनि कसैले मन पराए पनि कसैले मजाक उडाइदिनुहुन्थ्यो है। जस्तै मेरो नाम त्यतिखेर यसरी जुन हामीले एङ्करिङ गर्छौँ, फिल्डमा एङ्करिङ गर्छौँ, त्यसलाई पिटिसी भन्छ है, नामै कतिजनाले मेरो नामै पिटिसी राखिदिएको थिएँ है। जस्तै म आउँदैछु भने पिटिसी आयो भन्थेँ अरे हाउसमा। मलाई केही लाग्थ्यो, म यति साह्रो भित्र पसेको थिएँ यो काम, मलाई जब सेटिस्फ्याक्सन हुँदै गएको थियो। जब म यो काम, हुनु त मैले 6 मा लागेर 1 वर्षसम्म यसरी फिल्ड रिपोर्टिङ लेख्नु जान्थिनँ है, मैले सिनियरहरूको सपोर्ट लिन्थेँ, उहाँहरूलाई दिक्क लगाउँथेँ। तर जब रेडी भएपछि चाहिँ अब एउटा के लेखेर हुन्छ कि यसरी क्यामेराको मुनि पेपर राखेर हुन्छ कि, त्यो प्रेजेन्टेसन चाहिँ म राम्रो दिउँ है, पब्लिककोमा राम्रोसँग इन्फर्मेसन पुगोस्, एउटा प्रेजेन्टेबल होस् भन्ने चाहिँ एकदमै कोसिस गर्थेँ। र स्पेसली म चाहिँ अहिले जसरी मलाई आज म जहाँ छु, यो पनि नयुमामा जब मैले काम सुरु गरेँ त्यसकै देन हो है। आज मलाई त्यो टाइममा मैले जति पनि पब्लिकमा पुग्ने, किन टेलिभिजन पनि एउटा मात्रै थियो, तर यस्तो प्रकारले न्युज पब्लिकमा पुग्थ्यो जसकोमा टिभी थियो र केबल कनेक्सन थियो। जस्तै इस्ट डिस्ट्रिक्टमा आज न्युज गयो भने भोलिपल्ट त्यसलाई सिडीमा त्यो न्युज हालेर अरू डिस्ट्रिक्टमा जहाँ जहाँ केबल चलाइन्छ त्यहाँ चाहिँ भोलिपल्ट
त्यो न्युज पठाइन्थ्यो। तर मान्छेलाई एउटा क्रेज एउटा हुन्छ नि, अहिले पनि हामी फेसबुकमा के देख्न पाउँछौँ भने आफूलाई भिडियोमा हाल्यो, आफ्नै फोटो हाल्यो, 10 पल्ट आफूलाई हेऱ्यो खुसी लाग्छ नि। त्यस्तै टेलिभिजनमा मान्छेलाई आफूलाई हेर्नु मनपर्ने है एउटा लोकल फिलिङ है उहाँहरूले। त्यही कारण चाहिँ पब्लिकहरूले जसकोमा टिभी भएको मानिसहरूकोमा चाहिँ त्यो न्युज पुगेकोले गर्दाखेरि चाहिँ म चाहिँ सायद कतिजना जर्नलिस्टहरू चाहिँ इलाइट क्लासमा पुग्नु भयो होला, म चाहिँ ग्रास रुटमा पुगेँ है त्यो टाइममादेखि नै। र एकदमै माया गर्नुहुन्थ्यो पब्लिकहरूले, मेरो कामहरू मन पराइदिनु भएको थियो त्यो समयदेखि नै। र पछि जब म 6 वर्ष गरेर यता प्रिन्टमा आएँ, किनभने प्रिन्टमा म त्यसरी एक्टिभ भइनँ, मेरो सिनियर मलाई अलिकति प्रिन्ट टेलिभिजनबाट आएकोले गर्दा लेख्नुमा मलाई अलिकति कठिनाइ भयो। मैले इलाबोरेटली कतिवटा न्युजहरू लेख्न सक्थिनँ र म अलिकति ड्युटी गर्थेँ आफ्नो जिम्मेवारी, किन मलाई त्यसै स्यालेरी लिएर घर जानु मन पर्थेन है। केही काम छैन भने पनि म एउटा ट्रान्सलेसन भए पनि मागेर त्यसलाई ट्रान्सलेट गरेर घर फर्किने गर्दथेँ। तर मलाई मान्छेले चाहिँ त्यतिखेर पनि नइमाकै रिपोर्टर प्रकारले नै डिल गर्नुहुन्थ्यो, नइमाकै एउटा मान्छे भनेर। र पछि जब हामीले डिजिटल खोल्यौँ त्यतिखेर पनि कति पब्लिकहरूले चाहिँ फेसबुक नइमा भनेर पनि भन्ने गर्थ्यो। अब त्यो चाहिँ एउटा मलाई अहिले जति ब्रान्ड मलाई नेम बसेको जस्तो। त्यो चाहिँ जस्ट अब किन त्योभन्दा अरू पनि थिए नि त त्यहाँनिर। किन मलाई भन्दाखेरि चाहिँ मैले चाहिँ म चाहिँ इलाइटमा बसिनँ, म चाहिँ तल ग्रास रुटमा सायद पुगेँ जस्तो लाग्छ। र त्यसको लागि म अहिले पनि फेरि पनि कृतज्ञै छु पब्लिकसँग। टेलिभिजन न्युजको अब अहिले हामीले त त्यति बेला सायद कमै देख्यौँ टेलिभिजन है, अब हाम्रो उमेर त्यति बेला हुँदाखेरि त। तर अब अहिले हामीले जसरी इन्डियन टेलिभिजनहरू हेर्दैछौँ है, टेलिभिजनमा पनि दुई प्रकारको हामीले जर्नलिस्टहरू देख्छौँ। एउटा हुन्छ फिल्डमा गएर फिल्डको कुराहरू लिएर आउने, कोही एकजना चाहिँ हुन्छ स्टुडियोमै बसेर मात्र जर्नलिजम गर्ने। त्यति बेला फेरि के हुन्छ भने जो स्टुडियोमा बसेको छ सायद जो फिल्डमा गर्दै गरेकोले जतिको फुटेज जतिको उहाँले रिकग्निसन पाउँछ त्योभन्दा ज्यादा चाहिँ फेरि स्टुडियोले पाइरहेको हुन्छ, जसले चाहिँ फिल्डमा गएकै छैन है। तपाईँले पनि जो गर्नुभयो टेलिभिजनमा त्यति बेला तपाईँले भन्नुभयो फिल्डमा पनि गर्नुभयो अन्त स्टुडियोमा गर्नुभयो, जब सेटिस्फ्याक्सन तपाईँलाई बेसी कहाँनिर भयो, फिल्डमा भयो मानिससँग मिल्दा या स्टुडियोमा बस्दाखेरि भयो? मलाई दुइटै स्टुडियोमा त मलाई रहर त स्टुडियोको थियो नि त। मैले कामै स्टुडियोको लागि जोइन गरेको थिएँ। मलाई त फिल्डको त नलेजै थिएन। तर यति साह्रो मलाई सेटिस्फ्याक्सन हुन्थ्यो, मलाई दुइटै मन पर्थ्यो है। अब दुइटै न्युज एङ्कर। तर मलाई मैले गर्नु पाइनँ किनभने 1 वर्षको अवधिमा पब्लिक इन्ट्रेस्टकै काम गर्दाखेरि चाहिँ अब मलाई त्यो जबबाट आइदर अर है, किनभने दुइटैमा तिमीलाई राम्रो देखेन, तिमीले एउटा छान्नुपर्छ कि चाहिँ फिल्ड रिपोर्टिङ गर्नु पर्यो कि चाहिँ न्युज एङ्कर। भन्दा न्युज एङ्कर त पार्ट टाइम होइन, किनभने थुप्रो न्युज एङ्करहरू हुन्छ टर्न वाइज, अरू दिनभरि फ्री न्युज रिपोर्टिङ। त्यतिखेर मलाई सायद मेरो कामको जरुरतले गर्दाखेरि पनि मलाई रिपोर्टिङमै अड्काइराख्यो। र मलाई फर्स्टमा त उयो भयो, अब दुःख लाग्यो है। दुइटै मलाई मनपर्ने काम, यता एउटा जरुरतको काम थियो खास रिपोर्टिङ चाहिँ, न्युज एङ्कर चाहिँ रहरको काम थियो। तर मैले न्युज एङ्करलाई चाहिँ सेक्रिफाइस गरेँ किनभने मलाई कामको जरुरत थियो। र तर पछि बिस्तारै काम गर्दै जब एक्सन हुनु थाल्यो, जस्तै मलाई 1 वर्षको अवधिमा एकदम मजा आइरहेको थियो किनभने मैले दुइटै काम गरिरहेको थिएँ, न्युज एङ्कर पनि गरिरहेको थिएँ, फिल्ड रिपोर्टिङ पनि गरिरहेको थिएँ। पछि गएर जब मैले न्युज एङ्करिङ छोड्नु पर्यो, रिपोर्टिङ मात्रै गर्दाखेरि एउटा पब्लिकले अब फिल्डमा जाँदा है, अब मान्छेहरूको दुःख आफ्नो आँखाले हेरेर उहाँहरूको काम मैले थुप्रो यस्तो रिपोर्टिङहरू गरेँ है, जसमा कि त्यसमाथि सुनवाई भयो। र त्यसले गर्दाखेरि चाहिँ मैले त्यो रहरलाई मैले बिर्सेँ र यता जब सेटिस्फ्याक्सन जुन थियो फिल्ड रिपोर्टिङमा त्यसमा म एकदमै डुबेकै गर्न थालेँ। र मलाई चाहिँ दुइटै नै सेटिस्फाई मनपर्छ। र रिकग्निसन चाहिँ किनभने मान्छेले त्यो प्रेजेन्टेसनहरू हेर्छ नि त, किनभने फिल्डकोहरूले जस्तै मलाई चाहिँ दुइटैपट्टि किन पब्लिकले मन पराउँथ्यो अरे, म फिल्डमा पनि गएर यसरी एङ्करिङ गरेर रिपोर्टिङ गर्थेँ नि त। मान्छेले एकदमै त्यो प्रेजेन्टेसन मन पराउँथ्यो। प्लस स्टुडियोमा बसेर जब म न्युज पढ्नु थाल्थेँ या न्युज प्रेजेन्ट गर्नु थाल्थेँ, त्यो प्रेजेन्टेसन पनि एकदमै मन पराउँथ्यो। त्यही कारण मलाई मान्छेले अब पब्लिकै हो नि त हामीलाई जज गर्ने, र पब्लिकबाट त्यो माया पाएकोले गर्दाखेरि चाहिँ दुइटामै म चाहिँ खुसी नै थिएँ। भनेपछि तपाईँ 2011-12 बाट चाहिँ प्रिन्टमा सिफ्ट हुनुभयो? 11 को जुलाईदेखि म प्रिन्टमा सुरु गर्ने। प्रिन्टको तपाईँको डेजहरूलाई कसरी याद गर्न चाहनुहुन्छ? किनभने प्रिन्ट पनि जो टेलिभिजन छ त्यस्तै खालको भनौँ न, किनभने त्यो बारिकीले गर्नुपर्छ सबै कुराहरू होइन, रिपोर्ट गर्दाखेरि। त्यो त अहिले हामी डिजिटलमा त छैन, त्यो त हामीलाई सायद छुट पनि हो। र यो चाहिँ काहीँ न काहीँ जनता जो भ्युवर्सहरू हुन्छ उहाँहरूलाई एउटा लस पनि हो। त्यो जुन एकदमै प्रकारको ठुलो लस हो। त्यो हामीले ग्रान्युलर लेभलमा रिपोर्ट गर्न सकेको छैनौँ अहिले डिजिटलमा है। प्रिन्टलाई कसरी याद गर्न चाहनुहुन्छ? प्रिन्टमा गर्दा तपाईँको अनुभव कस्तो रह्यो? प्रिन्टमा पनि है, मैले जब टेलिभिजन छोडेर प्रिन्टमा गएँ, अब सपोर्टिभ साथीभाइहरू थियो है, उहाँहरूले मलाई गाइड त गर्नुभयो कतिवटा कुरामा। तर अब मेरो एउटा जब सेटिस्फ्याक्सन चाहिँ टेलिभिजनमै भएको या इलेक्ट्रोनिकमै भएकोले गर्दाखेरि चाहिँ जब सेटिस्फ्याक्सन हुन्थेन। र मैले गाइडेन्स अब जुन लेभलको गाइडेन्स खोज्थेँ है, मलाई गाइड गर्नु
किनभने सबैजना बिजी हुँदो रहेछ नि त, आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी हुन्छ। जस्तै एडिटरको आफ्नो रेस्पोन्सिबिलिटी हुन्छ, कपी एडिटरको आफ्नो उनीहरूको आफ्नो आफ्नो टाइमिङ हुन्छ होइन, अफिस आउने टाइमिङ हुन्छ। अब मैले मेरो जुन दृष्टिकोण थियो, मेरो जुन एक्सपेक्टेसन थियो त्यसमा चाहिँ मैले पाइनँ। तर पनि मसँग फिल्डमा हिँड्ने जति पनि वरिपरिको मेरो हाउसको साथीहरूले चाहिँ धेरै सपोर्ट गर्नुहुन्थ्यो र मैले अब धेरै कुराहरू सिक्ने, पढ्ने है, त्यतिखेर गएर कतिवटा सायद टेलिभिजनमा म कम्ती पढ्थेँ भने त्यसमा गएर अलिकति पढ्ने र मौका पाएँ, सिक्ने मौका पाएँ। तर मलाई उयो चाहिँ हुन्थेन कहिले पनि कि जब सेटिस्फ्याक्सन चाहिँ हुन्थेन। किनभने प्रिन्टमा। प्रिन्टमा चाहिँ किनभने जुन न्युज एउटा सानोभन्दा सानो न्युज टेलिभिजनमा गर्दाखेरि जुन इम्प्याक्ट सोसाइटीमा पर्ने आदत मलाई लागेको थियो, त्यो इम्प्याक्ट चाहिँ प्रिन्ट मिडियामा को नभएको मैले अनुभव गर्थेँ। जस्तै म पुरा फिचर स्टोरीहरू म्याक्सिमम गर्थेँ, पब्लिक ग्रिभेन्सेसहरू टेलिभिजनमा मैले पुरा गरेको, मिन्स धेरै गरेको। र यता प्रिन्ट मिडियामा आएर मैले त्यो लाइक एकदम रेगुलर गर्ने कोसिस गरेँ। तर थाहै हुन्थेन क्या, जसको इन्टरभ्यू गरेँ उसलाई पनि थाहा हुन्थेन कि छापे कि छापेन भनेर है। उहाँहरूले खोज्थेन, हामीले नै तपाईँको आज न्युज छापेको छ, किनभने उहाँहरू रेगुलर रिडर हुन्थेन नि त। कोही रेगुलर रिडरहरूलाई त याद हुन्छ ए आज मेरो छापेछ भनेर। तर हाम्रो सोसाइटी त पढ्ने अब छैन, एकदमै कम छ। र जसको विषयमा हामीले खोजेर गएर उहाँहरूको यसरी जुन अहिले हामीले एउटा इन्सपाइरिङ स्टोरीहरू भन्छौँ, त्यस्तो स्टोरीहरू लिएर आयो भने उहाँहरूलाई पनि थाहा हुन्थेन क्या। उहाँहरूकोबाट पनि एउटा रेस्पोन्सहरू नहुँदा चाहिँ अझै मलाई क्या डिस्करेज। किनभने टेलिभिजनमा चाहिँ सानो स्टोरी गर्दाखेरि पनि अब फिडब्याकहरू आउने होइन, थ्याङ्क यू भन्ने प्रकारको अब एउटा मलाई आदत लागेको थियो होला। हुनु त हामीले थ्याङ्क यूको लागि काम गरेका हुँदैनौँ, तर आदत ह्युमन बिङ हो, आदत कतिवटा बिग्रिन्छ, कतिवटा सप्रिन्छ नि त। सायद त्यो आदतले गर्दाखेरि पनि प्रिन्टमा चाहिँ जब सेटिस्फ्याक्सन थिएन, तर मैले सिक्ने मौका पाएँ होइन। त्यसको आज आएर मलाई यस्तो फिल हुन्छ, आज डिजिटलमा काम गरेको पनि लगभग 8 वर्ष पुगिसक्यो। प्रिन्ट मिडिया एकदमै बलियो एउटा है, एउटा भाषा सिकाउने होइन, त्यो अथेन्टिसिटी काम सिकाउने माध्यम चाहिँ प्रिन्ट मिडियै हो। र त्यसमा यदि कोही जर्नलिजममा आउनु चाहनुहुन्छ भने उहाँहरूले आफ्नो बेसिक चाहिँ सिक्ने नै, रियल जर्नलिजम गर्नु चाहनुहुन्छ भने चाहिँ त्यहाँ गएर सिकेर आयो भने चाहिँ उहाँहरू अझै बलियो राम्रो जर्नलिस्ट हुन सक्नुहुन्छ जस्तो मलाई अनुभव हुन्छ, जुन चाहिँ मैले पनि कमी महसुस गरेँ प्रिन्टमा गएर। प्रिन्टमा चाहिँ मान्छेलाई जर्नलिस्टलाई चङ्क बनाउँछ अरे भन्छ नि, किनभने त्यहाँ त एकताल छापेर गएपछि गयो अब गयो त्यो डिजिटलमा त अब मेटाउने छ, डिलिट गर्ने अप्सन हुन्छ, तर प्रिन्टमा छैन है। अब प्रिन्टमा पनि कोही बेला मिस्टेकहरू हुनसक्छ है, त्यो पनि हामीले पनि अनुभव गरेको। कोही बेला डेट मिस्टेक हुन्छ, कोही बेला नाम मिस्टेक हुन्छ है। र त्यसमा एटलिस्ट त्यो त रिकर्डमा त बस्छ, पछि गएर त्यसमा करिजेन्डमहरू निकाल्ने एउटा हुन्छ। र डिजिटलमा पनि त्यो जस्तै डिलिट गर्नु एकदम हामीले एउटा रियल जर्नलिजम गर्ने भने चाहिँ हामीले डिलिट चाहिँ गर्नु हुँदैन। किनभने एउटा प्रेसर आउँछ कतिवटा कुरामा, यदि हामी डिलिटै गर्ने, आज यो हाल्यो उसको खुसी अनुसार चल्ने यदि हामी प्लेटफर्म बनायौँ भने त्यो हामीमाथि पनि डिपेन्ड हुन्छ नि त। हामीले हाम्रो त्यो प्लेटफर्मलाई कतिको बलियो बनाउने र हामी कतिको सिरियस छौँ त्यो म्याटरमा, त्यो चाहिँ चलाउने माथि पनि निर्भर हुन्छ। र कति हामीलाई पनि आउँछ डिलिट गरिदियो भनेर। जब जुन न्युजले चाहिँ एकदमै ठुलो भयोलेन्स क्रिएट गर्दैछ या अशान्ति क्रिएट गर्दैछ, कसैको जिन्दगी नै बर्बाद गर्दैछ भने त त्यसमा अन्डरस्ट्यान्डेबलमा हामीले, किनभने हामी पनि त्यो सोसाइटीमा बस्छौँ, त्यसमा हामीले डिलिट गर्न सक्छौँ। तर अब कसैको पर्सनल फाइदा या नोक्सान, व्यक्तिगत फाइदा या नोक्सान, किनभने मिडियामा आउनु अगाडि त्यस व्यक्तिले पनि सोच्नु सक्नुपर्छ, म के बोल्दैछु, मैले के मेसेज समाजमा दिँदैछु भनेर सोच्नु सक्ने शक्ति नभएकोले गर्दाखेरि पनि अहिले यस्तो माहौल भइरहेको छ। किनभने म्याक्सिमम प्लेटफर्मलाई व्यक्तिगत फाइदाको निम्ति प्रयोग गरेको पनि हामी देखिरहेका छौँ। र त्यो पनि सिचुएसन हुन्छ। र अभियसली नै यदि बलियो माध्यम यदि जर्नलिजमको हो भने म मान्छु प्रिन्ट मिडिया एकदमै बलियो हो र अथेन्टिसिटीमा एकदमै मिन्स भरोसा गर्नु योग्यको चाहिँ प्रिन्ट मिडिया म मान्छु। अहिले पनि प्रिन्टै छ भरोसा गर्नेमा है। 2017मा सिक्किम क्रोनिकल तपाईँहरू मिलेर 3जना फाउन्डर मिलेर फाउन्ड गर्नुभएको थियो है। डिजिटलमा यो सिक्किम राज्यमा एउटा के भनौँ, एउटा रेभोल्युसनै लिएको छ अहिलेको जो सिचुएसन हेरौँ है। र यसमा जानुभन्दा, डिजिटलमा जानुभन्दा अलिकति अगाडि है, सबैजनाको एउटा एउटा आइडल हुन्छ नि त। जस्तै अब पोलिटिसियनले पनि कसै पोलिटिसियनले हेरेर म हो जस्तै भन्ने चाहन्छ, र अहिले पनि हामीले पनि जब हामी जर्नलिजममा आयो तब हामीले पनि कोही न कोहीलाई त हेरेर आयौँ है। तपाईँले तपाईँको लाइफमा पनि कसलाई हेरेर आउनुभयो या कसलाई हेर्नुभयो है, र उहाँले तपाईँलाई प्रेरणा दिनुभयो अहिलेसम्म आएर? मैले सुरुमै भने नि जर्नलिजम बुझिरहेको भए त म कसैलाई हेर्थेँ होला नि त। तर मलाई न्युज मन पर्थ्यो, तर मैले कसैलाई आइडलको रूपमा कसैलाई पनि हेरेको थिइनँ। जब पछि म आफै मिडियामा है, अब टेलिभिजनमा काम गर्दा एक दुईवटा स्टोरी यस्तो भइदियो समाजमा, त्यसको धेरै चर्चा भयो है, मेरो नाम भयो, सायद कसैलाई त्यो चर्चाले दुःख भयो या कुनै काम बन्यो,
र त्यस पछाडि चाहिँ मलाई नै समाजले चाहिँ सिक्किमको बर्खादत्त भनेर नाम दिनु थाल्यो है। हुनु त मलाई कविता शर्मै भनेको मनपर्छ, किनभने कसैको नाम रेप्लिका हुनुभन्दा चाहिँ, किनभने मलाई कविता शर्मा भनेर चिनेकै मनपर्छ। तर बर्खादत्तको पनि किन नाम आएको थियो भने उहाँले सायद लाइभ वारहरू कभर गरेको या फिल्डमा गएर पब्लिक इन्ट्रेस्टमा काम गरेकोले गर्दा उहाँको एकदमै नाम हुने गर्दथ्यो त्यो समयमा। र अहिले पनि उहाँले आफ्नो लेभलबाट काम गरिरहेको छ। र अब एउटा लक्ष्य हुन्छ नि, यदि तपाईँ केही बनिन्छु भनेर लक्ष्य राख्नु भएको छ भने त्यो दिशाको मान्छेले कसरी एचिभ गरेको थियो भनेर किताब पढ्नुहुन्छ, उसको भिडियोहरू हेर्नुहुन्छ। तर मेरो लक्ष्य थिएन नि त। त्यही कारण मेरो लागि कोही पनि मैले त्यसरी आइडल यो क्षेत्रमा थिएन र सायद अहिले पनि त्यस्तो खास त्यसमा समस्या भएन, किनभने हामीले जस्तै अब तपाईँले भनिहाल्नु भयो, तपाईँले त्यो फिल्डमा तपाईँले तालिम लिएर आउनुभएको होइन नि त जर्नलिजममा, हामी पनि त्यही हो। तर जब हामी कसैलाई हेरेर त्यो उहाँको देखासिखी गर्छौँ, त्यति बेला हामी सिक्ने गर्छौँ नि त, यसो गर्नुपर्ने रहेछ, यसो गर्नु हुँदैन रहेछ। त्यसमा तपाईँलाई समस्या भएन? कति समस्या भोगेँ नि मैले, किनभने मलाई गाइड गर्ने मान्छे प्रपरली यो सही, अब मलाई उयो गर्ने चाहिँ पाएँ, मिन्स खुट्टा तान्ने टाइपको चाहिँ पाएँ, तर यो गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर एउटा मलाई मार्गदर्शन गर्ने चाहिँ मैले पाइनँ। र म आफै त्यो एउटा खोलाको ढुङ्गा जस्तो पल्टिँदै गएर अहिले एउटा सानो लोहोरो जस्तो बनिएको मात्रै लाग्छ। मैले धेरै अब नोइङली या अननोइङली सायद धेरै गल्ती पनि गरेँ जस्तो लाग्छ मलाई। र त्यहाँबाट सिकेँ पनि है। फेरि म आफै उयो चाहिँ हेर्थेँ, म टेलिभिजनहरू चाहिँ हेर्थेँ, प्रेजेन्टेसनहरू हेर्थेँ, न्युज रिपोर्टिङहरू जब गर्नु थाल्थेँ, इन्ट्रेस्ट बस्यो नि त। जब मलाई जब सेटिस्फ्याक्सन हुन थाल्यो, टेलिभिजन हेर्थेँ, उहाँहरूको काम गराइहरू हेर्थेँ। र त्यहाँबाटै तर एउटा चाहिँ यस्तो चाहिँ अब हाम्रो के भइदियो भने, जस्तै हामी त रिजनल टेलिभिजन त्यही पनि केबलमा थियौँ र हामीले कम्पेयर र सिक्नु पर्थ्यो नेसनल टेलिभिजन। र म कोसिस गर्थेँ नेसनल टेलिभिजनकै, पब्लिकले मलाई नेसनल टेलिभिजनकै प्रकारले स्वीकारेको थियो। तर हाम्रो सोसाइटी त्यो नेसनल लेभलको छैन नि त। र राम्रो कुरा त सजिलो स्वीकार गर्नुहुन्छ, मन पराउनुहुन्छ, वहाँ स्याबासी दिनुहुन्छ। तर कोही बेला गलत हुन्छ या सोसाइटीबाटै गलत भएको कुराहरू हामीले जब न्युजमा ल्याउँदा चाहिँ त्यसको जुन चाहिँ रेसिप्रोकल अब त्यो एनर्जी भनौँ है, उहाँहरूको हामीपट्टि हेर्ने दृष्टिकोणहरूलाई चाहिँ मैले धेरै फेस गर्नु पर्यो। किनभने दुइटै रेडी थिएन नि त। म पनि रेडी थिइनँ, एज अ मैले कसैलाई हेरेर सिकेर यो काम आएको थिएन, र समाज पनि रेडी थिएन। जुन तरिकाको मैले न्युज दिनु, जुन इन्फर्मेसन दिनु मैले चाहिरहेको थिएँ, जुन प्रेजेन्टेसन दिनु मैले चाहिरहेको थिएँ, उहाँहरूले एकैचोटि हामीलाई अब टेलिभिजन नयुमा टेलिभिजनलाई पनि उहाँहरूले ठुल्ठुलो च्यानलहरूसँग कम्पेयर गर्नुहुन्थ्यो होइन। अब अहिले सिक्किममा थाहा छैन सायद धेरैलाई कि मिडिया हाउस कसरी चल्छ भनेर है। मिडिया को हाउसमा कस्तो प्रकारको सिस्टम हुन्छ, जस्तै प्रिन्ट मिडियामा कति प्रकारले त्यो पेपर पब्लिकसम्म आइपुग्छ, कसरी काम हुन्छ, जस्तो उनीहरूलाई एउटा इन्फर्मेसन पब्लिक इन्ट्रेस्टमा काम गर्नुपर्छ भन्ने मात्रै थाहा छ। तर त्यो मिडिया हाउस कसरी चल्छ है, फिनान्सियलीको कुराहरू आउँछ, त्यहाँनिर स्टाफहरूको कुराहरू आउँछ, थुप्रो कुराहरू आउँछ। अब मेरो एक्सपेक्टेसन पनि जब म टेलिभिजनमा लागेँ, म जहिले पनि कन्ट्राडिक्ट हुन्थेँ क्या। जस्तै अफिसबाट मलाई यस्तो कोही बेला अफिसबाट पनि हामीलाई दुईवटा सिचुएसनमा राखिन्थ्यो क्या। यदि काम गरेन भने पनि किन काम गरेन, नेसनल टेलिभिजनमा त यसरी काम गर्छ भनेर अराइने गरिन्थ्यो। फेरि हामी नेसनल टेलिभिजनको हेरेर चाहिँ त्यस प्रकारको रिपोर्ट गऱ्यो भने चाहिँ हामी त सानो नानी हो नि, हामी त भर्खर स्टार्ट भएको हो नि, हामीले यसरी गर्नु हुँदैन भनेर हामीलाई कन्ट्रोल गर्ने कोसिस गरिन्थ्यो। र त्यसको त्यो मिचाइमा चाहिँ अब आफै छटपटिँदै कस्तो प्रकारले अब यहाँसम्म आइपुगेँ। 6 वर्ष सेल्फ टट भन्न मिल्छ सेल्फ तपाईँलाई। 2017मा आइपुग्यौँ है, तपाईँले इलेक्ट्रोनिकबाट सुरु गर्नुभयो, टेलिभिजनबाट सुरु गर्नुभयो, त्यहाँदेखि प्रिन्टमा आउनुभयो र लामो समय प्रिन्टमा गर्नुभयो र तपाईँ आउनुभयो डिजिटलमा है। सिक्किम क्रोनिकललाई प्रथम त भन्न मिल्दैन होला सिक्किममा डिजिटल प्लेटफर्ममा, योभन्दा अगाडि पनि थियो है। तर जस्तो प्रकारले न्युजलाई हामीले डिसेमिनेट गर्छौँ, प्रसारण गर्छौँ, ब्रोडकास्ट गर्छौँ, जस्तै अब सानो सानो न्युजदेखि लिएर ठुला ठुला न्युजहरूसम्म, त्यो चाहिँ कहीँ न कहीँ गएर सिक्किम क्रोनिकलमा एउटा रेभोल्युसन सिक्किमको जो जर्नलिजम फिल्ड छ डिजिटलमा जो सिफ्ट हुँदै थियो त्यति बेला है, फुल्ली त भएको थिएन, तर हुँदै गर्दाखेरि सिक्किम क्रोनिकल त्यो टाइममा आएर चाहिँ एउटा रेभोल्युसन ल्याएको हो नि त है। कसरी सुरु भयो सिक्किम क्रोनिकल, किनभने अहिले गएर सिक्किमको वान अफ द बेस्ट र टपमै छ नि त सिक्किम क्रोनिकल है। कसरी सुरु गर्नुभयो तपाईँहरू मिलेर, किनभने त्यति बेला त डिजिटलको जस्तै अब जो फेसबुकहरू छ, जो अन्य प्लेटफर्महरू छ, त्यो त सिक्किम राज्यमा भर्खर चलाउन सिक्दै थियो त्यति बेला, किनभने त्योभन्दा अगाडि धेरै अगाडि भएको हो, तर सिक्किम राज्यमा पेनिट्रेसन त्यति बेला भर्खर हुँदै थियो। अहिले पनि कहीँ न कहीँ त्यो गाउँ बस्तीसम्म त पुगिसकेको छैन, तर पनि अहिले त त्यति बेलाको तुलनामा त बेसी नै छ। त्यति बेला तपाईँहरूले कसरी सोच्नुभयो डिजिटल प्लेटफर्मलाई? यस्तो सिचुएसन अब एउटा टिमवर्क थियो है। जस्तै मेरो
को फाउन्डर साथी निर्मल मगर र म त सँगै काम गरिरहेको थियौँ सिक्किम एक्सप्रेसमा र अब अर्को को फाउन्डर जो अहिले पोलिटिकली उहाँ छोडेर जानुभएको छ योगेन तामाङ उहाँ सायद उहाँ पनि एकदमै इन्ट्रेस्टेड है उहाँले आफ्नै एउटा च्यानल जस्तो खोल्नु भएको थियो योगेन .tv भनेर खोल्नु सिक्किम भएको रहेछ क्रोनिकलभन्दा अगाडि अगाडि उहाँले आफ्नै एउटा च्यानल खोल्नु भएको रहेछ त्यसमा चाहिँ उहाँले यसरी नै कसको इन्टरभ्यू एउटा इन्ट्रेस्ट हुन्छ नि इन्ट्रेस्ट मलाई चाहिँ अहिले पनि के लाग्छ म जहिले पनि करेन्टमा बाँच्ने जस्तै म टेलिभिजनमा काम गर्दाखेरि पनि के हुन्थ्यो भने जहिले पनि एउटा मात्रै भएकोले गर्दा एउटा मोनोपोली त हुन्छ जहिले हाल्दा पनि भयो फेरि पब्लिक पनि सेटिस्फाई हुन्थ्यो जहिले हाल्दा पनि न्युज तर मलाई चाहिँ आजको न्युज आज नै दिनु मन पर्थ्यो एउटा करेन्ट सिचुएसनमा बाँच्ने थिएँ म र त्यो टाइममा पनि अब यस्तो भइसकेको थियो 2015मा एक प्रकारको एउटा मलाई पर्सनल है मलाई यो कामपट्टि त्यति साह्रो एक प्रकारको प्रब्लम पनि क्रिएट भइरहेको थियो कि मलाई काम गर्नु मन परिरहेको थिएन प्रिन्ट मिडियातिर काम गर्नु मन परिरहेको थिएन र केही नयाँ गर्ने सोच राखिरहेको थिएँ र तपाईँले अघि भन्नुभएको जस्तै हामी फर्स्ट थिएनौँ त्यतिखेर इन्फर्मेसन दिनेमा डिजिटलमा अर्को एउटा मिडिया हाउस थियो उहाँले इन्फर्मेसन दिइरहनु भएको थियो सिम्पल प्रकारले र मलाई त्यहाँ डिजिटलमा आएको न्युज चाहिँ फेरि यता कोही बेला नि अब प्रिन्टमा काम गर्दै गर्दा प्रिन्टमा लेख्नु अल्छी लाग्थ्यो क्या मलाई चाहिँ अब आइ त सक्यो त्यहाँ मान्छेले चाल त पाइसक्यो अब यहाँ प्रिन्टमा लेखेर के गर्नु एउटा मिन्स म रङ होला हुनु त तर मलाई त्यस्तो फिलिङ आउँथ्यो केही नयाँ गरौँ एकदमै त्यो सायद मागिरहेको थियो होला सिक्किमको समाजले हाम्रोबाट केही नयाँ कुरा आशा गरेकोले गर्दा हामीलाई त्यो फिलिङ आएको थियो होला र एकदम एक प्रकारको एउटा प्रब्लम पनि क्रिएट भएको थियो है मलाई एकदमै उकुस मुकुस भएको थियो त्यहाँबाट केही नयाँ गरौँ केही मैले मेरो साथी निर्मला भनिबस्थेँ केही गरौँ न भन्दाखेरि ऊ अलिकति सिरियस नभएकोले गर्न अन्त भनेर छोडिदिन्थ्यो कामबाट हामी अब है योगेनसँग भेट भयो योगेनले एक दिन आएर मलाई मेरो पनि इन्टरभ्यू गर्यो उसको योगेन .tvमा किनभने योगेनहरूले चाहिँ हामीलाई नैमा टेलिभिजनमा विशेष गरी मलाई र निर्मला हेरेर उनीहरू मभन्दा धेरै सानो त होइन तर भए पनि अलिकति हाम्रो काम उहाँहरूले हेरेर इन्सपायर हुनुभएको रहेछ र त्यो टाइममा उहाँले यसो भन्नुभयो नि जस्तै मलाई के फिल हुन्थ्यो भने मेरो इङ्ग्लिस राम्रो थिएन नि त अन्त मलाई चाहिँ एउटा उयो हुन्थ्यो डर जस्तो क्या मेरो इङ्ग्लिस राम्रो छैन जब म प्लेटफर्ममा आउँदाखेरि म अलिकति आफूलाई के भन्नु नजान्ने अप्ठ्यारो लाग्थ्यो तर उसले मलाई त्यो अन्तर्वार्तामा उसले मलाई के भन्यो भने तपाईँ जेमा कम्फर्टेबल हुनुहुन्छ है त्यसमा तपाईँ बोल्नुहोस् भन्दाखेरि एउटा के मेरो जुन नेपाली भाषामाथिको जुन मेरो एउटा पकड थियो त्यो कुरालाई उसले प्रोत्साहन गर्यो उसको त्यो च्यानलमा हुन त ऊ आफै आफ्नै तरिकाले उसलाई इन्ट्रेस्ट लागेर उसले मेरो अन्तर्वार्ता गरेको थियो मलाई अझै याद छ अहिले जुन चाहिँ त्यो पुस्तकालय बनिँदैछ उसमा सदर थानाको अपोजिटमा त्यहाँ गार्डन थियो ज्ञान मन्दिर त्यो गार्डनको त्यहाँनिर उभिएर मैले उहाँलाई अन्तर्वार्ता पनि दिएको थिएँ त्यसरी योगेन र हाम्रो मेरो भेट भएको थियो र पछि गएर कसो कसो एक दिन चाहिँ हामी निर्मलकै घरमा है मिटिङ बसेको थियौँ हामी केही लेट्स डु समथिङ न्यू मोनोटोनस भयो भनेर अब किनभने मलाई चाहिँ त्यो किरा पसेको थियो नि त इलेक्ट्रोनिक मिडियाको टेलिभिजनमा काम गरेकोले गर्दा यता म 11देखि 17सम्म पेपरमा काम गरेको म खुसी थिइनँ या फेरि त्यस्तै माहौल क्रिएट भएको थियो जसमा कि मलाई त्यो एकदमै त्यतिखेर मलाई यस्तो भएको थियो कि मलाई जतिसुकै पैसा दिए पनि म सक्दिनँ यो काम गर्नु भन्ने खालके फिलिङ आइसकेको थियो होइन अन्त त्यो टाइममा त्यो मिटिङ बसेको थियो त्यो मिटिङमा लेट्स डु समथिङ भन्ने भएको थियो त्यहाँदेखि हामी भेटेर अब यसरी थुप्रो नामहरू ओके हामी यसरी डिजिटली नै सुरु गर्नुपर्छ अब समय डिजिटलको हो भनेर हामी नयाँ तरिकाले काम गर्नुपर्छ भनेर टिम थुप्रै थियो त्यतिखेर हामीसँग जोडिएको हामी मात्रै थिएनौँ 3 जना मात्रै थिएनौँ अरूहरू पनि थियो हामी झन्डै 8-9 जना थियौँ अब यसरी नै अरू हाउसहरूको पनि हामीसँग जोडिएको थियो तर अब रिक्स सबैले लिनु सक्दैन नि त अब हामी त सबै छोडछाड गरेर सुरुवात गर्नेवालामा थियौँ कसैले कोही म पनि कुनै हाउससँग एसोसिएट थिएँ पछि गएर मैले त्यो हाउसबाट अब त्यहाँ जहाँ मलाई कम्फर्टेबल थियो है अब घर चलिरहेको थियो आफ्नो निड पनि पुरा भइरहेको थियो मैले पनि त्यो अब त्यो सिचुएसन सायद मलाई त्यो एकदम उकुस मुकुसको सिचुएसन नभएको भए सायद म छोड्थिनँ होला त्यो एउटा सिचुएसन क्रिएट भएकोले गर्दाखेरि त्यतिखेर मलाई लोभ लालच भन्ने केही थिएन मलाई जस्ट काम जरुरत छ म बिजी हुनु जरुरत छ भनेर चाहिँ म निस्केँ त्यतिखेर मैले डिसिजन लिनु सकेँ र मेरो साथीले पनि अब मलाई थुप्रो अब योगेनले हामीलाई उयो गरिरहेको थियो सोच्नु भन्ने उसले हामीलाई एक प्रकारले हामीलाई गाइड गरिरहेको थियो है एकैचोटि रिस्क लिनु सक्नुहुन्न भने नलिनु अब सोचेर गर्नु हामी केही गर्नु सक्छौँ भनेर एउटा उसले एउटा विश्वास भरोसा दिलाएको थियो र मलाई कसैमाथि पनि त्यो विश्वास भरोसा भन्दा पनि म आफ्नै भित्र एउटा आवाज आएको थियो क्या जो पर्ला लेट्स डु भनेर तर हामी थुप्रो टिम हुँदा हुँदै पनि अब साह्रो सजिलो छैन यो चलाउनु होइन बिना पैसामा इन्फर्मेसन दिनु मान्छेले हामीलाई क्या इफ नै हाम्रै फ्याटर्निटीकोले पनि यिनीहरू के भएको होला पनि भने निर्मललाई त अझै सबै छोडेर अब प्रिन्ट मिडियामा फेरि ब्याक आइज पनि भने अरे उसलाई पनि थुप्रोले अब देख्दा हामीलाई पागल जस्तै देख्थे होला सायद अरूले हामी घुमिरहेको छ खिचिरहेको छ हालिरहेको छ कहाँबाट यिनीहरूको जिन्दगी चल्दैछ है क्वेसन न
अफिस न घर केही थिएन, तर हामी खुसी थियौँ। त्यो जुन 17 मा यति साह्रो खुसी थियौँ हामी। त्यो न्युज रिकर्ड गरेर जब अपलोड गर्थ्यौँ हाम्रो पेजमा, त्यतिखेरको एउटा खुसी हुन्छ नि, आनन्द सायद म अब कहिले पनि फिल गर्न सक्दिनँ होला। त्यो आनन्द दियो हामीलाई यो प्लेटफर्मले। त्यसरी हामीले सुरु गरेका थियौँ र यसमा यो टिम जुन चाहिँ हाम्रो एउटा यो के भन्छ लाइक माइन्डेड माइन्डसेट र समाजलाई केही दिउँ भन्ने, नयाँ कुरा दिउँ भन्ने प्रकारले चाहिँ हामीले सुरु गर्यौँ। र हामीलाई सजिलो किन भयो भने निर्मल पनि अलरेडी टेलिभिजनमा उसले थुप्रो सोहरू ऊ पनि न्युज एङ्कर काम गरेको होइन, र उसले पनि सो पनि गर्थ्यो। र हामीलाई अलरेडी पब्लिकले पनि अब हामीलाई मैले भने हामी अगाडि ग्रासरुटमा हामी पुगिसकेका थियौँ र हाम्रो नियत है माथि उहाँहरूले विश्वास गर्नुभएको थियो र हामीलाई अलिकति काम गर्नु पब्लिकले स्वीकार्नु सजिलो पर्यो। तर अब स्ट्यान्ड गर्नु सजिलो छ छैन त तपाईँले पनि बुझ्नुहुन्छ। डिजिटलमा जो ट्रान्जिसन भयो तपाईँहरूको है, टेलिभिजनमा हेऱ्यौँ भने टेलिभिजनको पनि कस्टमर जो छ, जो भ्युवर्सहरू छ, उहाँले पे गर्नुपर्छ त्यो एउटा च्यानल हेर्नुको निम्ति है। र प्रिन्टमा पनि हेर्नु पर्दाखेरि पेपर त किन्नै पर्यो नि त। तर डिजिटलमा आइपुग्दाखेरि डिजिटलमा चाहिँ अहिले हेर्दाखेरि डेटा लगाएको बाहेक त अरू त केही तिर्नु पर्दैन जो भ्युवर्सहरूले जो हेरिरहनुहुन्छ है। कतिको साह्रो पऱ्यो त्यो समयमा, किनभने त्यो समयमा त्यस्तै पनि भ्युवर्स कम्ती, फेसबुक युजरहरू त्यति बेला सायद कम्ती नै थियो, र युट्युबको त झन् अहिले पनि कम्ती नै छ होइन। र त्यस्तो समयमा त्यति बेला फेरि इन्टरनेटको जो ब्रोडब्यान्ड छ, इन्टरनेट पनि त्यति बेला राम्रो चल्दैन थियो होइन, 2017को कुरा हो, त्यति टाढो त होइन, तर पनि त्यति बेलाको तुलना अहिलेको तुलनामा फास्ट ट्रान्जेक्सनले गर्दाखेरि अलिक त्यो लाग्छ। कतिको साह्रो थियो त्यति बेला त्यो पर्टिकुलर त्यो तपाईँले जुन स्टार्ट गर्नुभयो त्यो समयमा? एकदमै साह्रो थियो नि, किनभने जस्तै अब मैले पनि जब छोडेँ होइन, जुन चाहिँ जहाँबाट मेरो अर्निङ हुँदै थियो त्यहाँबाट जब त्यो काम छोडेर यता लागेँ। र एउटा हाम्रो अन्डरस्ट्यान्डिङ के भएको थियो भने हाम्रो जति पनि टिममा, जस्तै मेरो पनि घरमा एउटा रेस्पोन्सिबिलिटी थियो। जस्तै हाम्रो योगेन पनि एउटा मिडिया हाउससँग, नर्थ इस्टको मिडिया हाउससँग काम गरिरहेको थियो, र उसले त्यहाँबाट सर्टन स्यालेरी पाउँदै थियो। र निर्मलले यता यता यहाँको जुन जुन चाहिँ हाउसमा काम गर्थ्यो त्यो छोडे भए पनि अरू कुनै हाउसमा काम गरिरहेको थियो। र त्यहाँबाट जति पनि हामीले एडभर्टाइजमा अब मान्छेकोमा पुगेपछि 100-200 जति पनि आउँछ एडभर्टाइजमेन्टको पैसा चाहिँ मैले लाने भनेर हाम्रोमा चाहिँ अन्डरस्ट्यान्डिङ भएको थियो साथीमा होइन। जबसम्म अब हाम्रो मजाले पैसा आउँदैन, जति पनि कम्ती अमाउन्ट हुन्छ त्यो चाहिँ मैले लाने, किनभने मेरो चाहिँ अर्को सोर्स अफ इन्कम नभएकोले गर्दाखेरि चाहिँ। तर अब कति त्यो मिडिया सुरु गर्ने बित्तिकै एड त आउँदैन, तर भए पनि मलाई अझै याद छ है, कसैले होला हौ यो 6000को एउटा डिपार्टमेन्टल के एड आएको थियो फर्स्ट, मलाई अझै याद छ। त्यहाँदेखि सायद तिमी टीले पनि हामीलाई सानो एउटा एडहरू दिएको थियो। त्यो बिस्तारै बिस्तारै एडहरू आउँदै थियो र अब त्यो, तर त्यसमा पनि यस्तो हुँदो रहेछ, अब सधैँ म कहिलेसम्म लानु, खट्नु त सबैजना खटेको छ है, कम्ती जतिसुकै अब 100 रुपियाँ छ भने पनि बाँड्नु त सबैले बाँड्नु पर्ने हो। तर एउटा एक प्रकारको सिचुएसन पनि क्रिएट भयो हाम्रो बिचमा पनि, र त्यसमा अन्डरस्ट्यान्डिङ गर्ने हामी बाँच्यौँ। अब जसले अन्डरस्ट्यान्डिङ गर्नु सक्नु भएन या जसले सधैँ साथ दिनु सक्नु भएन उहाँहरू छुट्दै जानुभयो है, हामीदेखि टाढो अलग हुनुभयो, र हामी तिनजना चाहिँ एकदमै अब गर्ने गर्ने भनेर बस्यौँ। र पछि गएर 2018मा लक्किली अब एउटा हाम्रो भाग्यले साथ दिएर होला सायद, त्यो त्यतिखेर त्यो भाग्यले साथ नदिएको भए आजसम्म हामी सिक्किम क्रोनिकल हुन्थ्यो हुन्थेन मलाई याद छैन, भन्नु सक्दिनँ। जुन चाहिँ एउटा फन्डिङको कुरा आयो है, त्यतिखेर इस्ट मोजो पनि है, उहाँ आज्ञालाई म सम्झिन चाहन्छु, उहाँले धेरै सपोर्ट गर्नुभएको छ आज्ञाकारमा। हुनु त म त्यसरी उहाँसँग डाइरेक्ट टचमा थिइनँ, हाम्रो योगेन र निर्मल चाहिँ टचमा हुनुहुन्थ्यो। र बेङ्गलोरमा मलाई त्यो कम्पनीको नाम बिर्सिन्छु, एउटा कम्पनीले चाहिँ त्यतिखेर भर्खर यो मोबाइल जर्नलिजम सुरु भएकोले गर्दा चाहिँ प्रोत्साहन गर्नुको निम्ति चाहिँ विप्रो कम्पनी उहाँहरूको चाहिँ एउटा फाउन्डेसन छ, त्यसको नाम आएन, त्यो फाउन्डेसनले चाहिँ मोबाइल जर्नलिजम सपोर्ट गर्नेले चाहिँ उहाँले सर्वे गर्नुहुँदो रहेछ। अनि उहाँहरूले चाहिँ सिक्किमबाट चाहिँ हाम्रो सिक्किम क्रोनिकललाई उहाँहरूले छानेर, र जस्तै नर्थ इस्टबाट इस्ट मोजालाई छानेर चाहिँ उहाँले 3 इयर्सको लागि फन्डिङ गर्ने भनेर चाहिँ आयो। र हामी 2018मा हामी बेङ्गलोर पनि गयौँ, र इन्टरभ्यूमा योगेन र निर्मल गएर एटेन्ड गर्नुभयो। र हामीले यसरी गम्मै मान्छेले चाहिँ करोड करोड आउँछ अरे नि है तिमीहरूको भनेर पनि भन्थे है, किन बुझ्दैन नि त, किन म बुझाउनु पनि सक्दिनँ अब चाहिँ, किन सिक्किमको मान्छेले मिडिया कसरी चल्छ, कसैले यसो भन्छ तपाईँको त सरकारी हो नि है, स्यालेरी पुरा पाउँछ होला नि तपाईँहरूको भन्छ होइन, उहाँलाई म कसरी बुझाउनु, म बुझाउनै सक्दिनँ। र सोध्यो भने पहिला त पुरा इरिटेट हुन्थ्यो, तर अब अलिक मेच्युरिटी आएर उयो पनि भयो होला, म इरिटेट पनि हुँदिनँ, म सुनिदिन्छु उहाँहरूको कुरा। र त्यतिखेर हामीलाई फन्डिङ गर्नु, तर एकदमै हामीलाई गाइडलाइन्स थियो
कस्तो खालको न्युज गर्नुपर्ने अब जस्तै पब्लिक इन्ट्रेस्ट हामीले यहाँको इन्ट्रेस्टको न्युज अर्कै हुन्छ जस्तै यहाँनिर पोलिटिकल कन्ट्रोभर्सी अब त्यस्तो न्युजै गर्नु पाउँथेन हामीले त्यसको पैसा पाउँथेन हामीले अब हामीलाई क्लाइमेट रिलेटेड होइन ह्युमन रिलेटेड त्यसरी दिन्थ्यो र आर्टिकल आधारमा पैसाहरू दिन्थ्यो त्यसको म्यानेज चाहिँ प्रायः हाम्रो योगनले नै गर्थ्यो है अब हामीलाई त उसले हामीलाई भन्थ्यो तपाईँहरू पनि हेर्नुहोस् है बुझ्नुहोस् है भन्दाखेरि चाहिँ म चाहिँ अब सायद उहाँको पोलिटिक्सपट्टि इन्ट्रेस्ट थियो होला त्यतिखेरदेखि सायद उहाँले हामीलाई पनि जारी राखोस् भन्ने उहाँले सोच्नु भएको थियो होला तर म चाहिँ हामी चाहिँ साह्रो फिल्डमा बेसी इन्भल्भ थियौँ मेरो साथी निर्मल र म चाहिँ कि हामी चाहिँ फिल्डको किनभने हामीले फिल्डमा पनि गएन भने त त्यो त प्रोडक्टै न्युज हो नि त त्यता पनि हामीले ध्यान दिनुपर्छ भनेर हामी त्यता फोकस हुन्थ्यौँ र त्यो फन्डिङले गर्दाखेरि चाहिँ अब हामी हाम्रो बेस सर्भाइभ गर्न सक्यौँ र मजाले सायद मेरो जर्नलिजमको बेस्ट भन्दा बेस्ट रियल जर्नलिजमको क्यारियर पनि म 17 to 19 मान्छु सिक्किम क्रोनिकलले सिक्किम राज्यको जर्नलिजममा डिजिटल जर्नलिजममा एउटा बेन्चमार्क त राखेको छ है त्यतिको लेभलको गर्नुपर्छ होइन त्यो त्यतिको लेभलको रिपोर्टिङ हुनुपर्छ त्यतिको डिटेल्ड र कन्फर्म रिपोर्टिङ किनभने अहिले डिजिटल प्लेटफर्महरूमा त चारैपट्टि आउँछ न्युज तर जबसम्म क्रोनिकलमा आउँदैन तबसम्म कन्फर्म छैन है भन्ने त यो छ अहिले पनि हाम्रो सोसाइटीमा है र तर डिजिटल प्लेटफर्मको कुरा गर्नु पर्दाखेरि सिक्किम राज्यमा अहिले डिजिटल प्लेटफर्म एउटा बदनाम पनि भएको छ डिजिटल प्लेटफर्म विशेष काम गर्ने जर्नलिस्टहरू है जो टेलिभिजनमा थियो जो जो एउटा स्ट्यान्डर्ड थियो जो एउटा प्रोफेसनलिजम टेलिभिजनमा थियो जो प्रिन्टमा थियो अहिले पनि छ प्रिन्टमा होइन त्यो चाहिँ कहीँ न कहीँ हामीले डिजिटलमा मेन्टेन गर्न सकिरहेको छैनौँ है किन जस्तो लाग्छ तपाईँलाई त्यो हामीले मेन्टेन गर्न सकेको छैनौँ डिजिटलमा प्लेटफर्ममा एक है र के यो गर्न सक्दैनौँ जस्तो पनि लाग्छ तपाईँलाई टेलिभिजनको जो टेलिभिजन प्रिन्टको जुन रिपोर्टिङको डिटेल्ड छ त्यो चाहिँ हामीले डिजिटलमा गर्नेले गरिरहेका छौँ नि त जस्तो तपाईँले काम गरिरहनु भएको छ यो त यसलाई जज कसले गर्छ पब्लिकले गर्नु पर्यो नि त र कसले काम गर्दैछ को रियल जर्नलिस्ट हो होइन त्यसलाई छुट्याउने त अब हामीले भन्यौँ भने त यिनीहरू नै मात्रै काहीँ नभएको जान्ने भन्ने खालको आउँछ किनभने हामीलाई जस्तै अब लको एउटा लै पढेको हुनुपर्छ भन्ने छ जस्तै जर्नलिजममा पनि मास कम्युनिकेसन पढेको हुनुपर्छ भनेर अहिले छ तर त्यो चल्छ तर इट्स कम्पल्सन छैन नि त आज मास कम्युनिकेसन गर्ने नै खोज्यो भने त सबै कुन कुन डिपार्टमेन्टमा आइपिआरमा होइन कहाँ पिआर हो कहीँ कम्पनीमा मात्रै भेटिन्छ तर रियल यसरी प्लेटफर्ममा पत्रकारिता नै गर्ने भेट्दैन तर फेरि मास कम्युनिकेसनले चाहिँ पत्रकारितै गर्नुपर्छ भन्ने कम्पल्सन पनि छैन त्यसको थुप्रो डाइमेन्सन छ है कसैले एडभर्टाइजमेन्ट एजेन्सी चलाउँदा पनि भयो कोही पिआर भएर त्यो छ तर अब एउटा एटलिस्ट उहाँहरूले पढेको हुन्छ अलिकति बुझेको हुन्छ भनेर तर मान्छेको बुझाइ हुने गर्दछ र हुनु पनि पर्छ तर त्यो चाहिँ जस्तै अब त्यत्रो पढेर आएर चाहिँ जस्तो जुन तरिकाले स्ट्रगल छ सिक्किमको सोसाइटीमा जर्नलिजममा कुनै पनि परिवारको बाबाआमाले सायद चाहँदैन पनि कि त्यो स्ट्रगल उनीहरूले अर्कै ठुलो सपना देखेर आएको हुन्छ र प्रायः अहिलेको समयमा मलाई लाग्छ ठुल्ठुलो मिडिया हाउसहरूलाई हेरेर देखेर अब किनभने भोलि म सोसाइटीमा गएर के कन्ट्रिब्युसन दिन्छु त मेरो ब्याकिङ त हुनु पर्यो नि त जस्तै ठुलो टेलिभिजनमा एउटा उनीहरूलाई जब एपोइन्ट गर्छ उनीहरूको बेसिक स्यालेरी हुने गर्दछ प्रमोसन हुने गर्दछ र उहाँहरूको फेरि एउटा स्पेसलाइज्ड सेक्टर हुन्छ है कसै कोही पोलिटिकल मात्रै गर्नुपर्ने कसैले स्पोर्ट्स मात्रै गर्नुपर्ने कसैले सोसियल न्युजहरू मात्रै गर्नुपर्ने कोही क्राइम न्युज गर्नुपर्ने तर सिक्किममा त्यस्तो छैन नि त सिक्किममा त अलराउन्डर हुनु पर्यो आफै सर्भाइभ गर्नु पर्यो पैसा एडभर्टाइजर खोजेर कमाउनु पनि पर्यो होइन पैसा किनभने जर्नलिस्ट पनि त मान्छे हो परिवार हो उसको पनि त घर त चल्नु पर्यो नि त तर त्यो कसरी चल्छ जबसम्म म आफै पनि इम्प्लोइ थिएँ मैले पनि बुझ्थिनँ क्या कति लेभलमा त्यसको सिचुएसन आज म आफै एउटा मिडिया हाउसको एउटा टिम पार्टनर भएकोले गर्दाखेरि आज कतिवटा कुराहरूमा कति प्रब्लम सिचुएसन क्रिएट हुन्छ है एक्लै सधैँभरि समाजलाई मात्रै दिएको समाजको उत्थानको मात्रै सोचेको गर्ने त्यो त एनजिओको काम हो एनजिओले पनि कसरी काम गर्छ काहीँ न काहीँबाट फन्ड लिएर काम गर्छ नि त तर पत्रकारको चाहिँ कसरी फन्ड आउँछ भनेर पनि मान्छेलाई याद पनि छैन र त्यतापट्टि इन्ट्रेस्ट पनि राख्दैन जस्ट उनीहरूलाई काम मात्रै चाहिएको हुन्छ नि त र अहिलेको यङ जेनेरेसन नआउनुको कारण चाहिँ उनीहरूले खालि फर्स्टमा यो डिजिटल मिडिया प्लेटफर्मलाई एउटा प्रयोगको रूपमा गर्नु चाहनुहुन्छ कि उहाँ चिनिनु चाहनुहुन्छ या काहीँ पहुँच पुर्याउनु चाहनुहुन्छ र त्यहाँ पुगेर काहीँ न काहीँ एउटा सेक्युर जबमा लाग्नुको लागि मात्रै सिक्किममा चाहिँ अहिले मात्रै होइन जब त्यतिखेर कम्ती हुँदाखेरि पनि मैले त्यतिखेर पनि जब म टेलिभिजनमा थिएँ त्यतिखेर पनि धेरै मैले त्यस्तो देखेँ है कोही अब एकदमै यसमै डटिरह्यो कतिजनाले अब एकदम गर्नु सकेन अरू काममा यसमै बस्नेहरू छ एकदमै औँलामा मिन्स हातको औँलामा गनिने मात्रै छ नि त र कसैले पनि चाहँदैन कि अब कहिलेसम्म गर्ने कहिलेसम्म चाहिँ एउटा 20-25 वर्षको उमेरमा त एउटा जोस हुन्छ होइन एउटा इन्सपायर हुन्छ हामी काहीँ न काहीँबाट तर
जस्तै बिजनेस चाहिँ तपाईँले सानो एउटा दोकान खोल्यो भने पनि अब 20 वर्षकोसम्म बिजनेस गर्दा त एउटा तपाईँको ब्याकिङ हुन्छ नि त होइन, केही कमाउनु हुन्छ या केही तपाईँ इस्टाब्लिस हुन्छ। मिडियामा 20 वर्ष जर्नलिजम गर्दाखेरि उसको लाइफ कहाँ हुन्छ होइन, सोसाइटीले उसलाई कतिको एक्सेप्ट गर्छ र ऊ पनि कतिको स्ट्यान्ड हुन्छ, उसको फ्यामिली लाइफको कस्तो सिचुएसन कस्तो छ, यो प्र्याक्टिकल कुरा हो। खुलेर कसैले गर्दैन, किन अब हुनु चाहिँ यो काम पनि चोइसको काम भएकोले गर्दाखेरि इट्स नट कम्पल्सन कि हुनु त सबै काम सबै काम आफ्नै चोइसमै चोइसले नै पुग्छ। तर उसको त्यो 20 वर्षको टाइम जस्तो मेरो 20 वर्षको भयो, म आफै अझै पनि स्ट्रगल सिचुएसनमै छौँ नि त हामी। हामी डरलाग्दो यो अब हामीले काम त छ मिडिया हाउस छ भने, तर हाम्रो यो गराउमा कति स्ट्रगल छ अब मान्छेले बुझ्नु सक्दैन र बुझाउनु पनि सक्दैन, किनभने उहाँहरू त्यो फिल्डमै हुनुहुन्न नि त। यो कामको डेफिनेसन त हामी इन्टरनेटमा पाइहाल्छौँ नि, पत्रकारले के गर्नुपर्ने भनेर, तर मिडिया हाउस कसरी चलाउनु पर्ने भन्ने डेफिनेसन त कहीँ पनि हुँदैन जबसम्म आफै त्यो ठाउँमा पुग्दैनौँ। किनभने हाम्रो चाहिँ त्यो सरकारी काम कुनै प्राइभेट जब गऱ्यो भने पनि अब त्यो मालिकले उसलाई स्यालेरी दिन्छ, तर यसमा पनि त त्यस्तो हुँदैन। र यो कतिवटा कुरा हामी मजाले एक्सप्लेन पनि गर्नु सक्दैनौँ सोसाइटीलाई, र सोसाइटीबाट एक्सपेक्टेसन पनि राख्न सक्दैनौँ। र त्यही कारण पनि यसमा आइहाल्यो भने पनि, यङ जेनेरेसन आइहाल्यो भने पनि उहाँहरूले एकदमै अहिलेको यो डिजिटल मिडियामा कतिजनालाई हाम्रो सिक्किमको कुराहरू गर्नुपर्दाखेरि चाहिँ प्रायःहरू सबैले नेम फेम चाहिन्छ, पब्लिसिटी चाहिन्छ, र प्रायः अब पोलिटिक्समा पस्नु चाहनुहुन्छ या पोलिटिक्समा इन्भल्भ हुनु चाहँदा उहाँलाई पब्लिसिटी चाहिन्छ, र उहाँले एक एकजना मान्छे बोकेर हिँड्नुहुन्छ। त्यो रियल जर्नलिस्ट होइन, तर उहाँले उहाँको पर्सनल पब्लिसिटीको लागि उहाँले बोकेर हिँड्नेलाई पनि समाजले जर्नलिस्टै मान्छ। यो कुरालाई छुटाउनु सक्नु पर्यो समाजले पनि है, कुन चाहिँ मेन स्ट्रिम मिडिया हो, मेन स्ट्रिम मिडियामा कस्तो न्युज आउँदैछ र कसको पब्लिसिटी इन्डिभिजुअल पब्लिसिटी गराउँदैछ या गर्दैछ, त्यो मान्छे चाहिँ ऊ पत्रकार हो कि होइन, र ऊ कुन पोलिटिकल पार्टीसँग संलग्न छ, ऊ पार्टीको प्रचारक हो कि जर्नलिस्ट हो, यो छुट्याउने समाजले नै छुट्याउनुपर्छ र समाजले नै केलाउनुपर्छ, चामल केलाएको जस्तै। चामलबाट त्यो के भन्छ भुस निकाल्नु चाहिँ समाजले नै पर्छ। अब हामी चाहिँ जर्नलिस्ट हो, यिनीहरू चाहिँ होइन भन्नु चाहिँ सक्दैनौँ, मिल्दैन पनि। यो जुन हाम्रो बातचित छ है, यो बातचितको हाम्रो मेन लक्ष्य नै यो थियो कि जो नयाँ आउँदैछ जर्नलिस्टहरूलाई र विशेष गरी अभिभावक पेरेन्ट्सहरूलाई पनि एउटा हाम्रो साइड अफ भ्यू पनि है उहाँलाई, किनभने सिक्किम राज्यमा जस्तै अब प्रजातन्त्रको चौथो स्तम्भ भनेर त्यसै तकमाथा दिइहालेको छ जर्नलिजमलाई होइन, जर्नलिस्टहरूलाई भनेर। तर कोही पनि त्यहाँ गएर काम गर्नु चाहिँ नचाहिरहेको देख्छौँ हामी होइन। जस्तै समाजमा के भयो अरे, भोलि दिनमा काहीँ के भयो, घोटाला भयो अरे, काहीँ के भयो अरे, त्यहाँनिर किन पुगेन सिक्किमको मिडियाहरू, जर्नलिस्टहरू किन पुगेन, क्वेसन त आउँछ। अब ठुल्ठुलो मान्छेले गर्छ, तर जब जर्नलिजमको कुरा आउँछ त्यति बेला आफ्नै छोराछोरीलाई त जर्नलिस्ट त बनाउन चाहिरहेकै पनि हुँदैन, आफू पनि जान चाहिरहेको हुँदैन, तर जरुरत चाहिँ खोजिरहेको छ। जरुरत चाहिँ खोज्छ, फ्युचर उनीहरूले देख्नुहुन्न, त्यही कारण आफ्नोलाई त कसैले पनि त्यहाँ त्यो फ्युचर नभएको ठाउँमा त हाल्नु चाहनुहुन्न नि त। यही कुराको लागि चाहिँ आज हामीले यो चर्चा गरिरहेको छौँ है। किन चाहिँ जरुरत छ एउटा सोसाइटीको लागि, किनभने तपाईँले लामो समय गरिसक्नु भएको छ, टेलिभिजनदेखि प्रिन्टदेखि डिजिटलमा आइसक्नु भएको छ, र तपाईँले लामो समय सिक्किम राज्यको सोसाइटीदेखि लिएर पोलिटिक्स पनि हेरिरहनु भएको छ है। कतिको जरुरत छ अझै पनि जर्नलिस्टहरूको सिक्किम राज्यमा, विशेष गरी किनभने अहिले त जो टेलिभिजनबाट आएका थिए, जो प्रिन्टबाट आएका थिए, उहाँहरूले थामिरहनु भएको छ, तर अबदेखि उताको चाहिँ के त भन्ने त्यो चाहिँ अब हामीले सोचिरहेको छैनौँ। जो युवाहरू छ उहाँहरू आइरहेको पनि छैन, पास भएर आउँदैछ मास कमबाट, तर उहाँहरूका डिपार्टमेन्टतिर नै इन्डक्ट भइहाल्नुहुन्छ या कहाँ बाहिर गर्नुहुँदैछ सिक्किम राज्यमा हामीले देखिरहेको छैनौँ जो सिरियसली आएर म गर्छु भनेर है। कतिको जरुरत छ जस्तो लाग्छ हाम्रो अहिले स्पेसली सिक्किमको सोसाइटीमा जर्नलिजम? नट ओन्ली सिक्किम, सबै सोसाइटीमा जर्नलिजम एकदमै जरुरी कुरा हो है, किनभने चौथो स्तम्भ भनेर नाम मात्रै दिएको होइन, काम पनि छ यसको। तर यसलाई अब जस्तै फर्स्ट सेकेन्ड थर्ड जुन चाहिँ पिलर छ, उहाँहरूको त कति ब्याकिङ हुन्छ, जस्तै उहाँहरूको अब फिनान्सियली उहाँहरू स्ट्रङ हुने ठाउँ छ नि त, तर सबभन्दा बेसी जिम्मेवारी चाहिँ जो चाहिँ फिनान्सियली पनि स्ट्रङ हुँदैन, जसको ब्याकिङ पनि हुँदैन, उहाँमाथि चाहिँ सोसाइटी पूर्ण रूपमा निर्भर छ है। जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ, जहाँ डरलाग्दो स्क्यामहरू भइरहेको पनि, अब जो पैसावालाहरूले गरेको स्क्यामहरू चाहिँ केही ब्याकिङ पनि नभएको या एउटा उद्देश्य मात्रै पत्रकारिताको भएको मान्छेकोबाट सोसाइटीले खोजिरहेको अवस्था आज विश्वमै छ है। र त्यो एउटा यो कामको विश्वास हो नि त, तर जस्तै यसमा पनि त एकदमै कम
कम हुन्छ नि त जो डेडिकेटेड आफ्नो लाइफ सेक्रिफाइस गरेर कहिलेसम्म सोसाइटी त्यो सोसाइटीको लागि जो चाहिँ एकदमै आफ्नो लागि मात्रै बाँच्ने सोसाइटीको लागि चाहिँ कसले कहिलेसम्म सेक्रिफाइस गर्ने र त्यो सोसाइटीले पनि पहिला चाहिँ त्यो माहौल है त्यस्तो खालको माहौल क्रिएट गर्नु सक्नु पर्यो जर्नलिजमको लागि पनि उहाँहरूले पनि बुझ्नु सक्नु पर्यो जर्नलिस्ट कसरी सर्भाइभ गर्छ जर्नलिस्टको काम के हो यस्तो खालके सोसाइटीमा छौँ भोलि त्यो जर्नलिस्ट राम्रै काम गर्यो भने पनि उसको सानो कुनै दिन सानो एउटा केही गल्ती भइहाल्यो भने लास्टमा सम्पूर्ण सोसाइटी त्यही जर्नलिस्टको एगेन्स्टमा पनि उभिनु बेर्लाउँदैन हामी त्यो सोसाइटीमा छौँ है र त्यो सोसाइटीले पनि महसुस गर्नु सक्नु पर्यो कि कसले काम कसरी गर्दैछ मूल्याङ्कन गर्न सक्नु पर्यो सोसाइटीले नै मूल्याङ्कन गरेर जुनै पनि फिल्डमा आज नट ओन्ली पत्रकारिता मात्रै म भन्दिनँ आज जति पनि सर्भिस सेक्टरमा इमान्दार प्रकारले काम गरिरहनु भएको छ उहाँहरूलाई पनि प्रोत्साहन त चाहियो नि त खालि ड्युटी मात्रै देखाएर भएन नि त खालि मेरो सुरक्षा मेरो सुविधाको लागि तैँले काम गर भनेकै गर्नु त सकिँदैन नि त ऊ पनि त त्यही सोसाइटीको पार्ट हो नि त त्यस्तै जसरी सर्भिस सेक्टरमा गर्ने या अरू कुनै पनि सेक्टरमा पोलिटिकल सेक्टरमा भनौँ त्यहाँ पनि इमान्दारहरू हुनुहुन्छ काम गरिरहनु भएको छ पोजिसन होस् या अपोजिसन होस् है उहाँहरूको मूल्याङ्कन गर्ने चाहिँ समाज हो नि त जस्तै म भनिबस्छु है अहिले त्यसै बातमा है हाम्रो प्लेटफर्म हाम्रो ग्राउन्ड भनेको पब्लिक हो जब पब्लिकै छैन या पब्लिकबाटै त्यस्तो खालके खोजी या त्यस्तो खालके मूल्याङ्कन या केही छैन भने चाहिँ त्यो हराउँदै सकिँदै जान्छ त्यसलाई फेरि रिभाइभ गर्नु समय लाग्छ जस्तै जर्नलिस्ट पनि यस्तो प्रकारले त कहिले आए म जहिले पनि भन्ने गर्छु कि अब जर्नलिजम कसले सुरु गर्यो भन्दा जो धेरै पैसावालाले नै सुरु गर्यो होला हो किन भन्नु त किनभने केही नभएकोले त त्यो ठुलो मिन्स के भन्नु अथोरिटीको एगेन्स्टमा नबोल्नु सक्छ न उसलाई आइडिया हुन्छ न नलेज हुन्छ जो पैसावाला थियो जो अलरेडी अथोरिटीमा थियो उसले चाहिँ कहीँ न कहीँ यो पत्रकारिताको माध्यमबाट चाहिँ त्यो कुरा उसको पर्सनल बेनिफिटको लागि चाहिँ उसले त्यो सेक्टर छान्यो होला जस्तो लाग्छ मलाई हुन त मैले हिस्ट्री हेरेको छुइनँ है अहिले पनि त्यही छ नि किनभने वर्ल्डको सबैभन्दा दामी पेपर मानिने वासिङटन पोस्ट उसको मालिक पनि त देशको वर्ल्डको नै सबैभन्दा धनी मान्छे हो नि त तर पनि उसले त्यो मिडिया हाउस पुगिरहेको छ किनभने अब उसलाई त प्रब्लम हुँदैन नि त भोलि होइन चलाउने त तर एक्सपेक्टेसन चाहिँ उसले जहाँ इम्प्लोइ राखेको हुन्छ नि ऊबाट सोसाइटीले एक्सपेक्टेसन राख्छ र त्यो इम्प्लोइले चाहिँ कतिसम्म काम गर्नु सक्छ भने जति उसको मालिकले उसलाई त्यो हाउसभित्र अधिकार दिएको हुन्छ त्यतिसम्म मात्रै गर्न सकेको हुन्छ तर एउटा एउटा कम्प्लिकेटेड प्लेटफर्म मान्छु म यो पत्रकारितालाई मेरो 20 वर्षको अनुभव हो नि अब यसबाट धेरै काम गर्न पनि सकिन्छ गर्न पनि सकिँदैन र यसलाई चाहिँ मूल्याङ्कन सोसाइटीले प्रोत्साहनहरू गर्नुपर्ने हुन्छ र जस्तै अब एउटा सेक्युरिटीको कुरा हुन्छ है जस्तै फ्युचर 20 वर्ष दिए मेरो फ्युचर के हो जस्तै गभर्मेन्ट जब गर्नेको पनि एउटा उयो हुन्छ होइन उहाँहरू रिटायर हुन्छ या उहाँहरूको केही पेन्सनहरू हुन्छ लाइफ त हुन्छ नि त प्राइभेट काम गरेको पनि उहाँहरूको एउटा अपग्रेडेसन हुँदै जान्छ केही न केही त छ नि त पत्रकारिताको के छ आज पत्रकारिताको हाम्रो सिनियरहरू है एउटा सानो सानो कुरामा गभर्मेन्टको अगाडि कति हात फैलाउनु पर्ने हुन्छ जब हामी गभर्मेन्टको अगाडि सानो सानो कुरामा बारम्बार हात फैलाउनु पर्छ भने हामीले कसरी काम गर्नु कतिवटा गर्नु सक्ने हुन्छौँ है अब कतिवटा त एउटा हामी पनि एउटा पत्रकार पनि एउटा सिटिजन भएकोले गर्दाखेरि एउटा अधिकारको कुरा त हुन्छ उहाँहरूले पनि पाउनुपर्ने तर कतिसम्म दिने या कतिसम्म दिने किन त्यो कामको नेचरले पनि कोही बेला कतिवटा कम्प्लिकेसन सिचुएसन इभन गभर्मेन्टले चाहेर पनि नदिने सिचुएसन पनि हुन्छ कतिवटा ठाउँमा र एउटा यो कामै यस्तो एउटा कम्प्लिकेसन छ है अब आई डोन्ट नो कसैले बुझ्नुहुन्छ या बुझ्नुहुन्न मैले बुझाउन सकेँ या सकिनँ किनभने क्लियर रूपमा हामी भन्न पनि सक्दैनौँ र नभन्दाखेरि पनि धेरै बेसी नै एक्सपेक्टेसन चाहिँ पत्रकारमाथि राखेको स्पेसली अहिले एकदमै अनुभव भइरहेको छ सिक्किममा पनि हामीले अनुभव गरिरहेका छौँ तपाईँलाई लाग्छ कि जस्तै अब ग्लोबल स्टेजमा हेऱ्यौँ या हाम्रो नेसनल स्टेजमा हेऱ्यौँ भने अहिले जर्नलिजममा एउटा शिफ्ट पनि भइरहेको छ जसमा चाहिँ के छ भन्दाखेरि सिन्स अब डिजिटल आइगएको छ अब त प्रायः मान्छेहरूले आफ्नो न्युज डिजिटल प्लेटफर्मबाट लिने गर्छ है र अहिले चाहिँ के छ भने डिजिटल प्लेटफर्ममा पनि अब चाहिँ सब्सक्रिप्सन बेसिसमा जस्तै अब तपाईँले पे गर्नु पर्यो जुन च्यानल तपाईँ हेर्नु हुँदैछ अनि उहाँको जुन कन्टेन्टहरू छ उहाँले जुन जर्नलिजमको जर्नलिस्टिक राइटिङहरू हुन्छ आर्टिकल्सहरू जे पनि हुन्छ तपाईँले पे गरेर किन्नुपर्ने अन्त हेर्नु पाउने एउटा सपोर्ट जस्तो उहाँहरूलाई सानो रकम भए पनि सपोर्ट जस्तो मन्थली बेसिस हुन्छ यो त्यो सुरु भइरहेको छ है ग्लोबल बेसिसमा त भइसकेको छ इन्डियामा पनि क्राउड फन्डिङ पनि हो तर त्यो चाहिँ तपाईँले मन्थली जस्तै अब टेलिभिजनमा तपाईँले त्यस्तो चल्दैछ अहिले सब्सक्राइब गर्नु पर्यो अहिले इन्डियामा पनि अहिले कतिवटा डिजिटल प्लेटफर्महरूमा त्यो सिफ्ट भइसकेको छ र त्यो त्यति फुल्ली सक्सेस त भएको छैन तर कतिवटा चाहिँ भइसकेको छ है र तर सिक्किममा कुरा गऱ्यो भने त सिक्किममा त्यो स्टार्ट पनि भएको छैन सायद यो स्टार्ट भएर पनि यसलाई चाहिँ सक्सेसफुल बन्नु त टाइम पनि लाग्छ होला किनभने
जस्तो प्रकारको हाम्रो न्युज अडियन्स छ सायद उहाँहरूले पे गर्न सक्नुहुन्न होला त्यो पनि हो तर फेरि जस्तो प्रकारको हामीले न्युजहरू जनतालाई दिँदैछौँ जुन हाम्रो दर्शकहरूलाई दिँदैछौँ त्यो पनि त्यत्तिको लेभलको बेन्चमार्कको भएको पनि छैन है र तपाईँलाई के लाग्छ अब समय आएको छ त्योपट्टि सिफ्ट हुने पनि किनभने हामी त्यही पुरानो मोडलमा नै ढल्किरहेको छौँ नि त एड मोडलमा होइन जस्तो पेपरमा थियो टेलिभिजनमा थियो डिजिटलमा पनि त्यही गर्नु खोज्दैछौँ त्यही गर्दाखेरि चाहिँ हाम्रो कहीँ न कहीँ कम्प्रोमाइज खालको हुँदैछ नि त हाम्रो जर्नलिजम हाम्रो त्यो मैले अघि नै सुरुवातमै भने कि हाम्रो समाजले न्युज बुझ्छ बुझ्दैन थाहा छैन किनभने उहाँहरूको अनुसार चाहिँ न्युज चाहिँ यस्तो मात्रै हो जस्तो अथोरिटीको एगेन्स्टमा एउटा हुन्छ नि विरोधमा भएको न्युज चाहिँ न्युज हो नभए एक्टिभिजम चाहिँ टाइपको एक्टिभिजम टाइपको न्युज चाहिँ न्युज हो भन्ने नै बेसी खोजिएको मलाई लाग्छ तर त्यो सबै हुँदैन हामीले सबै प्रकारको नै न्युज दिनुपर्छ है अथोरिटीको काम गराइ पनि होइन पब्लिक इन्ट्रेस्टको सबै प्रकारको नै न्युज दिनुपर्छ यदि हामीले कोही बेला त्यस्तो एक्टिभिजमको न्युज भएन भने त्यो पेज उहाँले हेर्नै मन नपराउने खालके पनि भइहाल्छ सोसाइटी त्यस्तो छ तर अब यस्तो नि जस्तै किनेर जस्तै पहिला पनि कसले पढ्छ न्युजहरू भन्दाखेरि त इलाइट क्लासले चाहिँ क्वालिटी न्युजहरू होइन सबै जस्तै पेपर डल्लै पढ्ने उनीहरूको आदत हुन्छ नि त अब अहिले हाम्रो सिक्किम सानो सोसाइटी आज मेन स्ट्रिम मिडिया त छँदैछ आज हरेक है को इन्फ्लुएन्सरहरू इन्डिभिजुअलहरूले उहाँहरूले पनि न्युज दिएको हो कि इन्फर्मेसन दिएको मिन्स काहीँ पनि उहाँहरूले बाँकी राख्नु भएको छैन त्यो कुरालाई न्युजमा आउने कुराहरू पनि बोलिरहेको छ त्यो डिफ्रेन्सिएटै छैन होइन को इन्डिभिजुअल हो कसले के हो अब फेरि अहिले फेसबुकले पनि यस्तो प्लेटफर्म बनाइदिएको छ आई डोन्ट नो मलाई यो मलाई पर्सनली चाहिँ त्यति साह्रो मन परेको छैन त्यो डेली टास्क दिएर क्या मान्छेहरूलाई एउटा एकदमै भुलाइरहेको बिना कारण है मन परि घरको भित्री कुराहरू सबै निकालिरहेको जे पाए त्यही गरिरहेको एउटा सोसाइटी नै वेटलेस मलाई चाहिँ त्यस्तो लागिरहेको छ म यसमा सायद मेरो यो भनाइ कतिले मन नपर्नु सक्छ किनभने मान्छेको आफ्नो आफ्नो इन्ट्रेस्ट हुने गर्दछ र हामी यति बेसी इन्फर्मेसनको कमी नै नभएको ठाउँमा सानो ठाउँ एउटा त इन्फर्मेसनको कमी नभएको ठाउँमा चाहिँ हामीले जर्नलिजम गरिरहेका छौँ र यसमा एउटा क्वालिटी न्युज त मान्छेले खोज्छ तर काहीँ न काहीँबाट त्यसको इन्फर्मेसन डाइरेक्टली र इन्डाइरेक्टली त्यो निक्लिसकेको हुन्छ र के प्रश्न अब के उहाँहरूले किनेर हेर्नुहुन्छ र किनभने मान्छेलाई जब बेसी कुरा डिमान्डभन्दा सप्लाई बेसी भयो भने भ्याल्यु हुँदैन नि त र इन्फर्मेसनको पनि बेसी सप्लाई भएकोले गर्दाखेरि जुन हामीले एक्सपेक्टेसन राखिरहेका छौँ कि सब्सक्राइब गरेर उहाँले हेरिदिनुहुन्छ अब मनले नै हामीले यिनीहरूले राम्रो काम गर्दैछ उहाँलाई हामीले सपोर्ट गर्नुपर्छ भनेर जागेर उहाँहरूले नै गर्नुभयो भने अर्कै कुरा हो तर अब हामीले रिक्वेस्ट गर्दाखेरि त झन् हाम्रोमा त छिट्टो त्यो आई डोन्ट नो सानो सोसाइटीमा अब किन उहाँले गर्नुहुन्छ या गर्नु हुँदैन अब स्याबासी त धेरै दिनुहुन्छ तर कसरी सपोर्ट गर्नुपर्छ हामीले कसरी बचाइराख्नुपर्छ भन्ने उद्देश्यको साथमा बुझेको समाज जस्तो चाहिँ लाग्दैन किनभने मैले अस्ति मात्रै एउटा यस्तो चुप लागेर मैले भने नि अलि मलाई धेरै कुराहरूको क्लेरिफिकेसन दिनु मन पर्दैन किनभने सोसाइटीलाई जति अब एकदम ग्रासरुटको जनताले क्वेसन गर्यो भने त दिनु मनपर्छ नि किन उहाँले बुझेको हुँदैन तर यस्तो मान्छेहरूबाट हामीलाई प्रश्न आउँछ या कतिवटा कुराहरू आउँछ कि उहाँहरूलाई म के भन्नु भन्ने खालको फिल हुन्छ जस्तै अस्ति मलाई एकदमै स्याबासीहरू पाएँ है तपाईँले एकदमै राम्रोसँग चाहिँ काम गरिरहनु भएको छ तपाईँ एकदम यसरी बस्नु तर हामी कसरी सर्भाइभ गर्दैछ कसैले पनि सोध्दैन होइन कसरी काम हुँदैछ के गर्दैछ किनभने पब्लिकको काम गर्नु लागि त पब्लिकबाटै सपोर्ट आउनु पर्यो नि त पब्लिकको काम चाहिँ खोजिन्छ काम हो हाम्रो गर्नु पनि पर्छ हामीले तर हामी कसरी सर्भाइभ गर्नु पब्लिकबाट पनि सपोर्ट पाएँ नि त लु हामीले ग्रासरुटबाट अब एक एक रुपियाँ नै सपोज दियो भने सिक्किमबाट 1 रुपियाँ पैसा दियो भने पनि एउटा हाउसलाई त्यो हाउस मजाले चल्छ होइन 5 रुपियाँ दियो भने पनि एकजनाले दियो भने पनि हाउस चल्नु सक्छ तर त्यस्तो सिस्टम कसरी गर्ने के गर्ने त्यसरी फेरि मिल्छ मिल्दैन याद छैन मलाई किनभने अहिलेसम्म यसरी नै हामीले प्रिन्ट मिडियाको क्लासिफाइड एडभर्टाइजमेन्टहरू एउटा सिस्टम छ नेसनल लेभलको डिएबिपी एड छ होइन छुट्टाएको छ नि त डिजिटलको त्यस्तो के पनि छैन हुनु त अब गभर्मेन्टले यो पोलिसी गर्ने इन्कल्केट अब फेरि गभर्मेन्टमै हामी निर्भर भयो भने कोही बेला हामीलाई फेरि सिचुएसन आउनु सक्छ कतिवटा कुरामा हामी बाध्यता हुनसक्छ अब त्यो अहिलेदेखि होइन पहिला पनि भएकै हो पहिला पनि देखिएको कुरा अब यो फ्याक्ट कुराहरूमा हामीले यस्तो उस्तो भनेर मिल्दैन तर कतिवटा अब जब हामी सिधै सबै कुरा गभर्मेन्टमै डिपेन्ड हुनुपर्छ र त्यहाँदेखि चाहिँ पब्लिकले चाहिँ पब्लिकको काम गर भन्दाखेरि कतिवटा ठाउँमा नमिल्नु सक्छ सिचुएसन त्यस्तो सिचुएसन क्रिएट हुनसक्छ तर त्यो कुराहरू पब्लिकहरूले बुझ्नु सक्नुहुन्न मैले भने नि यो कामै यस्तो कम्प्लिकेटेड छ अब ओपनली भन्नु या नभन्नु खालको सिचुएसन पनि क्रिएट हुन्छ तपाईँलाई लाग्छ अहिले जो हाम्रो
वर्किङ जर्नलिस्टहरू छ विशेष गरी अहिले त फिल्डमा ज्यादा जस्तो हाम्रो प्रायः जस्तो हाम्रो यङ जर्नलिस्टहरू छ नि त फिल्डमा जो भर्खरै ग्रेजुएट गरेर आउनुभएको छ जो भर्खर मास्टर्स गरेर आउनुभएको छ है हुँ। तर यसले काहीँ न काहीँ हाम्रो जुन जर्नलिजमको होल इन्डस्ट्री छ यसलाई ह्याम्पर पनि हुँदैछ जस्तो लाग्छ किनभने जो ट्रेनिङ हामीले जो नयाँ आउँदैछ उहाँहरूलाई दिन सकेको छैनौँ एक त होइन उहाँहरूले पाएको छैन र जो उहाँले सिक्नु हुँदैछ त्यो कहाँबाट सिक्नु हुँदैछ त्यो सायद उहाँहरूलाई पनि थाहा छैन होला होइन र जो अब किनभने डिजिटलमा अहिले सबैजना विशेष जस्तो डिजिटलमा हुनुहुन्छ र तर डिजिटल भनेको नि हाम्रो सिक्किममा आएको त बेसी त भएको छैन नि त त्यो लेभलको हामीले गरिसकेको छैनौँ सो तपाईँलाई लाग्छ कि जो हाम्रो सिचुएसन छ जो अब हाम्रो जर्नलिजमलाई लिएर क्वेसन्सहरू बारम्बार उठिबस्छ नि त सिक्किम राज्यमा अहिले एउटा वर्ड छ रहेछ फेसबुकै भन्दो रहेछ के होइन त्यस्तोहरू कारणले त्यो हो कि हामीले नयाँ जेनेरेसनलाई ट्रेनै गर्नु सकेको छैनौँ नयाँ जेनेरेसनलाई चाहिँ जुन जर्नलिस्टको एथिक्सहरू छ जुन जर्नलिजमको काम ट्रेन गर्ने चाहिँ कसले गर्ने? त्यो छ प्रब्लम ट्रेन कसले गर्ने? जस्तै पहिला यस्तो हुन्थ्यो, जस्तै म टेलिभिजनमा काम गर्दा त्यहाँ पनि इन्टर्नसिप आउँथ्यो र त्यहाँ अब त्यो हाउसमा आउँथ्यो र त्यो इन्टर्नसिप आउनुको मतलब चाहिँ त्यहाँ उसले सिक्छ नि त। जस्तै अहिले हाम्रो क्रोनिकलमा पनि धेरै आए इन्टर्नहरू है र त्यो एउटा प्रपर हाउसमा आएर सिक्नेहरूले त प्रायः मैले याद गरेको छु, प्रायःले सिकेकै छ होइन। जो एक्लै अब जसले जो चाहिँ कसैले बोकेर हिँड्छ है, अब यसो हेर्छ नि म पनि सक्छु यो भनेर र त्यसलाई जुन समाजले एक्सेप्ट गरेको छ नि त, उसको यसो हेर्छ एउटा पेजमा भ्युवरसिप हेर्छ है, भ्युवरसिप छ भने त भइहाल्छ नि। स्पेसली यसलाई प्रोत्साहन गर्ने चाहिँ कहीँ न कहीँ पोलिटिकल पार्टिज नै मलाई लाग्छ है, किनभने पोलिटिकल पार्टिजलाई उहाँहरूले चाहिँ भ्युवरसिपलाई बेसी फोकस गर्नुहुन्छ क्वालिटीलाई भन्दाखेरि पनि। र यदि कसैको भ्युवरसिप अलिक बेसी छ भने उहाँहरूले त्यसलाई महत्त्व दिनुहुन्छ, उहाँहरूलाई इन्भल्भ गराउनुहुन्छ उहाँहरूको कार्यक्रमतिर होइन। त्यहाँदेखि अब उनीहरूको प्रायः पोलिटिकल पार्टिजहरूले उहाँहरूको इन्ट्रेस्टमा उनीहरूलाई युज गर्नु थाल्नुहुन्छ र त्यो त्यो नयाँ जर्नलिस्टलाई थाहा पनि हुँदैन कि उसले चाहिँ के गर्दैछ भनेर होइन। उसले चाहिँ यही नै जर्नलिजम रहेछ है, झन् पोलिटिकल पार्टीले एकैचोटि महत्त्व दियो भने त ऊ त माथिको जर्नलिस्ट भइहाल्यो। किनभने पोलिटिकल पार्टीमै लास्टमा सानो सानो न्युज एउटा सानो सोसियल न्युजदेखि पोलिटिक्ससम्म पुग्ने जस्तै मैले सुरुवात गर्दा पोलिटिकल न्युजमा म आँटै आउँथेन काम गर्नु। मलाई नहाल्नु पोलिटिक्सको न्युजहरूमा मैले ड्युटी नलगाइदिनु भन्ने म रिक्वेस्ट गर्थेँ, किनभने मलाई डर लाग्थ्यो नि त। किनभने मैले कस्तो प्रकारको रिपोर्टिङ गर्छु, मलाई आउँदैन होला, मैले बिगार्छु होला भन्ने मलाई डर लाग्थ्यो भने अहिले आएर चाहिँ सोझै पोलिटिकल पार्टिजकै उहाँहरूले कभर गर्न रुचाउनुहुन्छ। किनभने त्यसमा उहाँको लेखाइको जरुरत पर्दैन नि त। जस्ट यस्तो खिचिदियो कि लाइभ गरिदियो कि रेकर्ड गरेर हालिदियो र त्यो कति भ्युज हुन्छ, त्यो भ्युजमाथि मूल्याङ्कन भएकोले गर्दाखेरि पनि सायद नयाँहरू जो चाहिँ नयाँ आफै आउनुहुन्छ उहाँले कुनै पनि एउटा एक्स्ट्रा स्टोरी गरेको मिन्स थाहा लाग्दैन मलाई। उहाँहरूले प्रायः नै यसरी अब सभाहरूको मिटिङहरूको उहाँहरूले कभर गर्नुहुन्छ र उहाँहरूले नै भ्युवरसिपको आधारमा चाहिँ उहाँहरूलाई प्राथमिकता दिएकोले गर्दाखेरि पनि कहीँ न कहीँ जर्नलिजमको क्वालिटीमा डाउन भएको हो कि। किनभने मेन स्ट्रिम मिडियाले त उहाँले आफ्नो तरिकाले काम गरिरहेको छ, प्रिन्टमा होस् या टेलिभिजन होस् या डिजिटल मिडियामा होस्। तर कहीँ न कहीँ यसरी एकदमै मसरुम प्रकारले त्यस्तो प्रकारले आइरहेको छ भने चाहिँ त्यसमा डिस्टिङ्ग्विस गर्नु, किनभने हामी भन्न सक्दैनौँ, मैले अघिदेखि भन्दैछु वी आर नो वान टु कि कसैलाई तिमी होइन जर्नलिस्ट भन्नु। समाजले नै उहाँहरूलाई छुट्याउनु सक्नुपर्छ। समाजले नै उहाँहरूको सिर्फ भ्युवरसिपमा जानु हुँदैन। यति भ्युज त्यति, भोलि त नेगेटिभ कुरा त भोलि एउटा सानो हाल्नुहोस् त कति भ्युज हुन्छ र त्यो भ्युज हुँदैमा त्यो चाहिँ एकदमै राम्रो हो भन्नु हामी सक्दैनौँ, मूल्याङ्कन गर्न सक्दैनौँ। त्यो क्वालिटीमा हामीले लेखाइ प्रेजेन्टेसन त्यसको त्यो न्युजको के भन्छ न्युज सेन्स, त्यो न्युजमा चाहिँ के सेन्स छ, त्यो न्युजले के समाजलाई मेसेज दिँदैछ। यदि कसैको अन्तर्वार्ता गर्दैछ भने त्यो मान्छेको व्यक्तिगत त्यो व्यक्तिगत उसको इन्फर्मेसन भन्दाखेरि उसले के योगदान दिएको छ सोसाइटीमा, त्यो कुरा आउँदैछ कि छैन, त्यो कुराहरूमा चाहिँ मूल्याङ्कन चाहिँ सोसाइटीले नै गर्नुपर्छ र स्पेसली पोलिटिकल पार्टिजले पनि यसमा अलिकति चाहिँ ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। हजुर तपाईँ एकजना महिला पनि हुनुहुन्छ र सिक्किम राज्यको जर्नलिजममा महिला जर्नलिस्टहरूको धेरै कम नम्बर्सहरू छ है। पहिला टेलिभिजनमा पनिदेखि लिएर प्रिन्टमा त अहिले झन् डिजिटलमा त हाम्रोमा जो महिलाहरू छ जो गर्ल्सहरू हुन्छ धेरै कम छ कम्पेरिटिभली बोइजहरूको कम्पेरिटिभमा गर्ल्सहरू धेरै कम्ती छ है। किन लाग्छ तपाईँलाई धेरै कम? फेरि नेसनल टेलिभिजनमा त फेरि टेलिभिजनमा ज्यादा जस्तो त महिलाहरूलाई नै प्रोत्साहन दिइन्छ तर सिक्किम राज्यकोमा जर्नलिजममा चाहिँ त्यति बेसी देखिँदैन है। किन जस्तो लाग्छ र कतिको आउनुपर्छ जस्तो पनि लाग्छ किनभने धेरै इस्युजहरू यस्तो इस्युजहरू हुन्छ जसलाई महिलाहरूले अघि ल्याउनु पर्ने हुन्छ है। महिलासँग संलग्न भएको कुनै इस्युजहरू हुन्छ ल्याउनु पर्ने हुन्छ, त्यति बेला जर्नलिस्टै छैन भने कसरी आउने भन्ने पनि त हुन्छ होइन। तपाईँलाई के लाग्छ यसमा?
महिला जर्नलिस्ट छैन त म भन्दिनँ, किनभने विक्लीमा धेरै हुनुहुन्छ विक्ली पेपरहरू चलाउनेमा है, र त्यसलाई कसरी गर्ने, डेलीमा कति जरुरत छ भनेर। जस्तै सिक्किममा एउटा डेलीमा एक्टिभली जर्नलिजममा मैले सायद मै होला सुरु गर्ने है, बेसी फिल्डमा हिँड्ने, हुनु त अरू 1-2 जना पनि हुनुहुन्थ्यो, तर बेसी फिल्डमा हिँडेर हरेक इस्युजलाई एड्रेस गर्ने, हरेक इस्युजमा इन्भल्भ हुने, किनभने म डेली रेगुलर मेरो जब थियो नि त। र म एउटा मैले चाहिँ फेरि सधैँ आफूलाई के लाग्थ्यो भने महिला जर्नलिस्ट भनेर आफूलाई त्यो महिलामा कहिले सीमित राख्नु चाहेन, किनभने जर्नलिस्ट भनेपछि सबैको लागि हुनुपर्छ। अहिले पनि म कहिले पनि त्यो महिलाको ग्रुपमा भनेर म महिला जर्नलिस्ट भनेर बस्दिनँ, किनभने जर्नलिस्टको के भन्छ त्यो पेरिफेरी ठुलो हुन्छ नि त। मैले भोलि मेललाई प्रब्लम भयो या मेल इस्युज छ भने मैले नउठाउनु, मैले उठाउनु पऱ्यो नि पत्रकारिताको आधारमा त। तरै भए पनि एउटा जब यस्तो आउँछ है, सोसाइटी हो, कोही बेला जस्तै कोही बेला एउटा कम्पल्सरी महिला जर्नलिस्ट खोज्दाखेरि एकदमै जस्तै कोही कोही बेला अब म त्यहाँ इन्भल्भ हुने ठाउँमा इन्भल्भ हुनु न इन्भल्भ नगराउने ठाउँमा पनि मलाई पनि इन्भल्भ गराउने परिस्थिति आउँछ, किनभने कम्ती छ नि त जर्नलिस्टहरू। र महिलाहरूको त्यो सिनारियो भन्दाखेरि प्रायः महिलाहरू त्यति साह्रो डेडिकेटेड पनि छैन जर्नलिजममा। छ अहिले 1-2 जना भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरू एउटा सर्टन टाइमको लागि अहिलेको सिनारियोमा भन्नुपर्दाखेरि सर्टन टाइमको लागि आउनुहुन्छ र यसो अब जर्नलिजम गरेको जस्तो प्रकारले काम गर्नुहुन्छ र यसो कम्फर्ट जोन, किनभने एउटा त उहाँहरू फेरि बिहा गर्नुहुन्छ है। अब म त अहिलेसम्म सिङ्गलै बसेर पनि सायद यो कामलाई अगाडि बढाउनु मलाई सहज परेको होला, किनभने सहज छैन मिन्स त्यस्तो गाह्रो पनि लाग्दैन, तर अर्को हेर्ने मान्छेको नजरमा चाहिँ हाम्रो एकदमै गाह्रो हुन्छ, किनभने सबै काम नै गाह्रो हुन्छ नि त। मलाई चाहिँ मेरो काम साह्रो गाह्रो लाग्दैन, तर अरूहरूले हेर्दाखेरि चाहिँ अब थुप्रो गाह्रो प्रकारले हेर्नुहुन्छ, या जहिले पनि फेरि मेरो चाहिँ एउटा के छ, जहिले पनि म थुप्रै कन्ट्रोभर्सी सिचुएसनमा परिरहने गर्दाखेरि अब अरूले हेर्दाखेरि गाह्रो सोच्नुहुन्छ होला, तर मलाई चाहिँ त्यस्तो गाह्रो फिल हुँदैन, किनभने काम हो। काम भएपछि एउटा आफूले डेडिकेसन, हामीले टाइम म्यानेज गर्नु जान्यौँ भने त्यति साह्रो गाह्रो लाग्दैन। तर प्रायःहरू चाहिँ अब सिक्किममा प्रायः नै अब कम्फर्ट जोनमै बस्नु चाहनुहुन्छ, सजिलो नै एउटा लाइफ आरामले नै चलेको चाहनुहुन्छ एउटा पढेर आएपछि। र प्रायः 1-2 दिन आइहाल्यो भने पनि उहाँले फेरि त्यस गभर्मेन्ट जब या अरू कुनै सजिलो सेक्टर है, जहाँ कम्फर्ट छ, जहाँ पैसा रुपियाँ अझै बेसी छ यो क्षेत्रबाट भन्दा, त्यता गएकोले गर्दाखेरि पनि उहाँहरू नआएको जस्तो लाग्छ। यस्तो यस्तो कम्प्लिकेटेड एकदम महिलालाई गाह्रो, पुरुष बराबर हो, केटालाई पनि गाह्रो छ, सजिलो छ भने पनि सजिलो छ, गाह्रो छ भने पनि गाह्रो छ, केटीलाई पनि सेमै हो। अलिकति हेल्थ इस्युजमा कोही बेला अलिकति हुनसक्छ, तर काम भनेको एउटै लाग्छ मलाई चाहिँ। अब उहाँहरू आफ्नो कम्फर्टले गर्दा नै नआउनु भएको होला जस्तो लाग्छ। तपाईँले 3वटा मिडियामा गरिसक्नु भएको छ, टेलिभिजन, प्रिन्ट र डिजिटलमा है। तपाईँको यति वर्षको 2 दशकको, झन्डै 2 दशकको तपाईँकोमा एक्सपिरियन्स छ है, जो जर्नलिजम छ, रियल जर्नलिजम होइन, त्यसलाई चाहिँ तपाईँले अघि उकालो चढेको देख्नु भएको छ कि डाउन गएको देख्नु भएको छ कि सिधै छ अहिले त्यही लेभलमै छ जस्तो लाग्छ तपाईँलाई? मेरो त अगाडि बढेको छ। तर एज अ होल एउटा एज अ होल गर्दाखेरि चाहिँ यस्तो एउटा उकालो चढेर अलिकति यस्तो स्ट्रेटमा आएको जस्तो लाग्छ मलाई। भनेपछि त्यति प्रोग्रेसिभ भइसकेको छैनौँ हामी सिक्किममा। छैन। फ्युचरलाई कसरी हेर्नुहुन्छ सिक्किम राज्यको जर्नलिजम? किनभने एउटा जर्नलिजम पनि एउटा डेमोक्रेसीको, एउटा प्रजातन्त्रको एउटा अभिन्न अङ्ग हो। जब डेमोक्रेसी, जब जो हाम्रो जर्नलिजम छ, जब जर्नलिजम स्ट्रेन्थन हुन्छ तब मात्रै डेमोक्रेसी पनि स्ट्रेन्थन हुन्छ नि त। जब जर्नलिजम नै विक हुँदै गएपछि हाम्रो डेमोक्रेसी पनि विक हुँदै जान्छ। यो हामीले भनेको होइन, यो विज्ञले भनिरहेको गएको है। र तपाईँले सिक्किम राज्यको जर्नलिजमको फ्युचर कसरी हेर्नु भएको छ? कि फ्युचरमा तपाईँले सम्भावना देख्नुहुन्छ सिक्किम राज्यमा? जुन लेभलमा हामी छौँ अहिले गरेको छैन भन्नु पनि मिल्दैन, अन्य धेरै ठाउँहरूको तुलनामा हामी कहाँ माथि छौँ है। तरै पनि यसमा अझै पनि अघि बढ्नुपर्ने देखा परिरहेको छ होइन ठाउँहरू। तपाईँले के लाग्छ फ्युचरमा हाम्रो जो सिक्किम राज्यको जर्नलिजम छ यसलाई अगाडि बढ्ने सम्भावना देख्नुहुन्छ कि अब यसमा चाहिँ हामीले सबै मिलेर फेरि डरलाग्दो काम गर्नुपर्ने रहेछ जस्तो लाग्छ तपाईँलाई? अब फ्युचर त कसरी भन्नु, किनभने अहिले एकछिन पछाडि पनि मलाई थाहा छैन के हुन्छ भनेर है। तर भए पनि एउटा पोजिटिभ एक्सपेक्ट राखेर नै लाइफलाई अघि बढाइन्छ। अवश्य नै अब यस्तो नि, अब यतिकै हुन्छ भनेर त हामी सोच्नु सक्दैन, किनभने एउटा नेपालीमा सिम्पल भनाइ छ नि, राजा मरेर राज्य रोकिँदैन भन्ने। एउटा कुनै राजा मऱ्यो भने त्यो स्टप हुँदैन, कोही न कोही त्यहाँ चलाउने आउँछ। त्यस्तै कस्तो प्रकारले चलाउँछ भन्ने मात्रै हो नि त। जस्तै हामी आउनुभन्दा अगाडि पनि त जस्तै मर्जरको टाइममा पनि त एउटा विक्ली पेपरले हुन्छ कि एउटा महिनामा एकपल्ट निक्लिने म्यागजिनमा पनि त्यसको त्यतिखेरको न्युजहरू आएको कुराहरू है हामीले हिस्ट्रीमा पाउने गर्छौँ। त्यतिखेर पनि एउटा सानो न्युजले रिभोल्युसनहरू ल्याएको कुराहरू छ। त्यतिखेर पनि आयो, चल्यो। त्यसपछि फेरि
भण्डारी सरको गभर्मेन्ट 15 इयर्स जुन चल्यो त्यतिखेर पनि एकदम डिक्टेटर थियो, एकदम डेमोक्रेसी थिएन भन्ने कुराहरू हामीले सुनेका थियौँ। तर भए पनि त्यतिखेर पनि जर्नलिजम गर्नेहरू, त्यतिखेर पनि एक्टिभिस्टहरू पनि थिए, उहाँले गर्नुभयो। त्यस पछाडि फेरि पवन चामलिङ सरको गभर्मेन्ट आयो, 25 वर्ष चल्यो। त्यतिखेर पनि अहिले अहिले है अहिले जुन गभर्मेन्टमा हुनुहुन्छ एसकेएम पार्टीको सरकार, उहाँहरूको टाइममा अब एकदमै डेमोक्रेसी छैन भन्ने कुराहरू उठ्थ्यो। मिन्स यो एउटा सिस्टम हो, छैन भन्ने सिचुएसन आउँदै गर्छ। एउटा गुड गभर्मेन्ट त्यतिकै त्यो हिस्ट्रीले बताउने कुरा हो। हामीले नै यसलाई सम्हाल्नुपर्छ, हामी मात्रै हो भन्नु त सकिँदैन। यति हो गरी गरमा, जस्तै मैले भने मेरो यसरी उडिरहेको बेलामा अलिक स्ट्रेट हुँदैछ भनेपछि अलिकति त्यहाँनिर एउटा त लामो टाइम भएपछि अभियसली नै त्यो जोस, त्यो जाँगर र जुन एउटा रेसिप्रोकल है, एउटा जस्तै मलाई पहिला अलिक केही हुनुहुन्थेन, अलिक त म भनिहाल्छु भन्ने हुन्थ्यो। र अहिले म इन्डिभिजुअल, जस्तै म पहिला एक्लै थिएँ भने अहिले मेरो टिम छ, त्यो पनि समाजले बुझ्नुपर्छ कि टिममा चाहिँ जस्तै मैले दिने इन्फर्मेसन अरू कसैले मेरो हाउसबाट दिइरहेको छ, तर पब्लिकलाई चाहिँ एउटा फेस भ्यालु भएकोले गर्दाखेरि मलाई हेर्नु चाहनुहुन्छ, मेरो प्रेजेन्टेसन दिनु चाहनुहुन्छ। त्यो कारण पनि अलिकति स्ट्रेट गएको हुनसक्छ। यदि उहाँहरू थिएन भने म जसरी यो फिल्डमा मेरो काम हो, मैले इन्फर्मेसन दिइ नै रहेको हुन्थेँ, उहाँले मलाई देख्नु पाउनुहुन्थ्यो र उहाँलाई लाग्थ्यो कि मेरो एकदम जर्नलिजम हाईमै छ भनेर सोच्नुहुन्थ्यो होला। तर त्यो जस्तै पहिला निर्मल हामी 2-3 जना हुँदाखेरि हामी रेगुलर उयसमा स्क्रिनमा आउँथ्यौँ। तर अहिले हाम्रो 1-2 जना टिम भएको अलिकति हामीलाई सहज, किनभने थकाइ पनि लाग्नु चाहिँ लाग्दो रहेछ है, जुनै पनि काममा। मलाई हाम्रो काममा चाहिँ लाग्दैन होला जस्तो लाग्थ्यो, केही हदसम्म लाग्दो रहेछ, तर वाक्कै चाहिँ लाग्दैन। जस्तै अरू काममा लाग्छ र हामीलाई फेरि मलाई 1-2 दिन थकाइ मारेर म फेरि आउँछु भन्ने चाहिँ भइ नै बस्छ है। र अब फ्युचरको कुराकानी गर्नुपर्दाखेरि जस्तै तपाईँ निक्लिनुभयो एकजना होइन, तपाईँलाई पनि कहीँ न कहीँ गएर लाग्छ होला कि अब अझै नयाँ राम्रो आओस् है, एउटा जेन्युन प्रकारले आओस् भन्ने लाग्छ। कोही न कोही निस्कि नै रहेको हुन्छ, त्यो त एउटा समयको माग हो। र स्थिति कसरी सृजना हुन्छ, एउटा सिचुएसनले पनि कतिवटा कामहरू क्रिएट गर्छ नि त। म चाहिँ त्यसमा विश्वास गर्छु है, सिचुएसनले अब यो चाहिँ जर्नलिजम हराएर जान्छ, सिक्किम यस्तो एकदम डल हुन्छ भन्ने चाहिँ म मान्दिनँ। नयाँ आउनुहुन्छ होला, तर अब अहिलेसम्म अब हाम्रो पनि हातमा एउटा छ, एउटा जर्नलिजमलाई चाहिँ राम्रो प्रकारले हामीले गाइड गर्नुपर्ने, हामीले जानेको कुरा जो गर्नु चाहनुहुन्छ है, मैले अघि भने थुप्रो लुपोल्सहरू छ, त्यो लुपोल्समा सबैको पनि रेस्पोन्सिबिलिटी हुन्छ। नट ओन्ली आवर्स, हाम्रो हातमा छैन कि हामी तैँले जर्नलिजम गर्नुपर्छ, गर्नु हुँदैन, तैँले मात्रै हामीले मात्रै इन्फर्मेसन दिनुपर्छ भन्ने हाम्रो अधिकारको दायरामा हामी छैनौँ। सबैले गर्नु पाउँछ, तर कसलाई स्वीकार्ने या कसलाई नकार्ने त्यो चाहिँ समाज हो नि त। र कस्तालाई चाहिँ जर्नलिजम मान्ने त्यो चाहिँ समाजले हेर्नु पर्यो, र एउटा क्राइटेरिया त छ। र फ्युचर चाहिँ अब म चाहिँ नराम्रो त भन्नु सक्दिनँ, राम्रो, किनभने यङ जेनेरेसनमा सबै एकदमै डलै हुन्छ, गर्दैन भन्नु सक्दैन। उहाँहरूकोमा जोस छ, आउनुहुन्छ होला भन्ने नै लाग्छ मलाई। अन्तिमका केही प्रश्नहरूमा अब अन्त्यमा आइसकेका छौँ है हामी। वर्ल्डमा नै हेऱ्यौँ भने पनि, ग्लोबल लेभलमा हेऱ्यौँ भने पनि, अमेरिकामा हेऱ्यौँ भने पनि विचारधाराको त्यहाँ त झन् जर्नलिजम हुन्छ। एउटा विचारधारालाई पक्रेर एउटा मिडिया हाउस त्यो विचारधारापट्टि झुकेको हामीले देखेको छौँ अमेरिका जस्तो देशहरूमा है। र भारतमा पनि हेऱ्यौँ भने अब कहीँ न कहीँ गएर जो विशेष गरी टेलिभिजन न्युज च्यानल्सहरू चाहिँ एउटा विचारधारापट्टि कि त राइट विङ कि लेफ्ट विङ हुँदै गइरहेको छ, त्यो डिजिटलमा देखिरहेको छ है। तर सिक्किम राज्यमा चाहिँ फेरि के एउटा आरोप लाग्छ सबै मिडिया हाउसलाई भन्दाखेरि चाहिँ, एउटा खोलिहालेको छ, एउटा जो इस्टाब्लिस छ भने एउटा पोलिटिकल पार्टीले राजनल फन्डिङ गर्छ भन्ने आरोप लागिरहन्छ है। यो कहाँसम्म सत्य हो? किनभने सिक्किम क्रोनिकल जो तपाईँले स्टार्ट गर्नुभएको छ, तपाईँले जुन दुःखको कुरा गर्नुभयो, तर एउटा सेक्सन छ जसले चाहिँ पोलिटिकल फन्डिङ आउँछ यिनीहरूको भन्ने छ नि त है। यसलाई के भन्न चाहनुहुन्छ? उहाँले अब यो यसरी चाहिँ अरेको भरमा चल्ने समाज छ नि त, किनभने हामीले नसुनिकन, किनभने हामी त्यहाँभित्र छौँ नि त। अब जस्तै हामी जर्नलिस्टहरू भएपछि हामी पोलिटिसियनहरूसँग नजिक हुने गर्छौँ है, कसैसँग सम्बन्ध एउटा अलिक राम्रो नजिकको हुन्छ, कसैसँग अलिक टाढो हुने गर्दछ, या त्यस्तै एउटा सिचुएसन क्रिएट हुँदछ है। र अब एउटा सिचुएसन हेरेर मान्छेहरूले एउटा एलिगेसन लगाउनु, उहाँहरूलाई केही पनि थाहा हुँदैन है, कसको नट ओन्ली मिडिया होस्, प्रायलाई नै है। अब जस्तै अहिले पनि के हुन्छ भने अलिकति सरकारको फेभरमा केही भइहाल्यो भने सरकारको मान्छे भनिहाल्छ, अलिकति फेरि नेगेटिभ बोल्यो भने अपोजिसनको मान्छे। यहाँ बिचमा सिक्किमको सबभन्दा ठुलो कुरा त अभाव म जहिले पनि के महसुस गर्छु भने, एउटा सिभिल सोसाइटी जहिले पनि हामीले कमी महसुस गर्छौँ। किनभने यहाँ कोही पनि पार्टीको मेम्बर बाहेक कोही पनि फाल्टु मान्छे म देख्दिनँ। र उहाँहरूले जब जुन पोलिटिकल पार्टीको उहाँको मिन्स उहाँहरूको इन्क्लिनेसन हुन्छ, उहाँहरूले त त्यसरी नै हेर्ने गर्नुहुन्छ नि त। र त्यो कसै मैले भने नि
हामी बुझाउनु पनि सक्दैनौँ र नबुझाइकन पनि हुँदैन। जुन चाहिँ हाम्रो स्ट्रगल जुन थियो त्यो हामी अब मैले भने नि त्यतिखेरको त्यो फन्डिङ नभएको भए सायद हामी हुन्थेनौँ पनि होला सायद आजसम्म। हामीलाई सस्टेन गर्नु निकै साह्रो पर्थ्यो है। तर त्यतिखेर एउटा सिस्टम बनेकोले गर्दा केही न केही हदसम्म हामीलाई अब त्यो एउटा प्लेटफर्ममा सर्भाइभ गर्ने कोसिस चाहिँ मलाई फिल भइबस्छ अहिले पनि है। हामीले त्यतिखेर नभएको भए मेरो मेरो जर्नलिस्ट म कहाँ हुन्थ्यो होला भनेर म सोचिबस्ने गर्छु। र यो एउटा यसलाई म डरलाग्दो एलिगेसन पनि मान्दिनँ र अब फेरि म उनीहरूलाई क्लियरिफिकेसन दिनु पनि चाहदिनँ, किनभने उहाँहरूले जुन नजरले हेरिसक्नु भएको छ त्यो नजरलाई हामीले मिन्स बदलिन सक्दैन। बदलिनु पनि सक्दैन। त्यो एउटा समयको माग हो, समयले नै त्यसलाई उहाँहरूको नजरलाई बदलाउन सक्छ होला। अन्तमा है तपाईँले यति लामो जर्नलिजम गरिसक्नु भएको छ, तपाईँ के सम्झना गर्नु यस्तो इन्स्ट्यान्ट सम्झना गर्न चाहनुहुन्छ जसले तपाईँलाई चाहिँ मैले यो फिल्डमा आएर होइन यो जर्नलिजम गरेर चाहिँ मैले यो इम्प्याक्ट चाहिँ लिएँ भन्ने तपाईँलाई लाग्छ त्यो एउटा स्टोरी होइन? अन्त तपाईँले यस्तो लाग्छ कि मैले त्यो चाहिँ नगरेको भए हुन्थेछ अहिले आएर तपाईँ, किनभने पछि फर्केर हामी हाम्रो कामहरू हेर्छौँ नि त, त्यो आउँदाखेरि तपाईँलाई लाग्छ कि यो चाहिँ मैले नगरेको भए हुन्थेछ भन्ने? अब स्टोरी त थुप्रै छ है। मैले भने नि मेरो लाइफको मैले सायद 20 इयर्सको काम हेरेँ भने 80% मैले गरेको कामको इम्प्याक्ट नै छ है। इन्फर्मेसन दिँदाखेरि पनि अब पब्लिकहरू एकदम कन्भिन्स भएको है। र कतिवटा चाहिँ अब यस्तो कतिवटा स्टोरी एकदम इम्प्याक्टफुल भन्दाखेरि सायद कसैलाई त्यो स्टोरीले मलाई माथि चढाए भए पनि कसैलाई त्यसले दुःख दिएको हुन्छ। त्यही कारण म पार्टिकुलरली सायद अरू अलिक अगाडि भएको भए मैले भने पनि होला कतिवटा ठाउँमा, तर म यसरी मिडियामा मलाई भन्नु मन परेन। र थुप्रै स्टोरी छ जसको कारण चाहिँ जस्तै म 2006 मा मिडियामा आएँ। 7 को अवधिमा 1-2वटा यस्तो स्टोरी भयो जसमा मैले फर्स्ट यो प्रमिसिङ जर्नलिजम जुन अहिले पाउने गर्छ त्यो फर्स्ट पाउने म हो है। मेरै कामले 1 वर्षको अवधि मैले त्यो अवार्ड पाएको थिएँ यसै इम्प्याक्टफुल स्टोरीले गर्दाखेरि। र एउटा स्टोरी चाहिँ जस्तै म एकदमै उयो हौसिएको थिएँ होला सायद त्यो 1 वर्षको काममा है। स्पेसली अलिकति अब 100 रुपियाँकै करप्सन हो भने पनि डरलाग्दो प्रकारले न्युज प्रेजेन्टेसन गर्ने मेरोमा माइन्डमा थियो। मैले एसएनटीको एकजना भाइको न्युज चाहिँ मैले मिन्स हाम्रो काम के हुन्छ भने जहिले पनि न्युट्रल न्युज प्रेजेन्टेसन चाहिँ जब एलिगेसनको सिचुएसनमा चाहिँ कस्तो हुन्छ भने यदि म माथि एलिगेसन लाग्दैछ भने मेरो विषयमा दिनु सँगसँगै एलिगेसन लगाउने र आरोपी र आरोप लगाउने दुइटैको हाल्नुपर्छ नि त। मैले नयुमा टेलिभिजनमा चाहिँ एकजनाको मात्रै त्यतिखेर न्युज हालेको थिएँ क्या। त्यो मलाई मिन्स झसङ्ग हुन्छ क्या मैले त्यो न्युज गरेँ। त्यो पनि डरलाग्दो सानो पोस्टको मान्छे रहेछ। अब अलिकति यस्तै एउटा करप्सनको 1-2वटा न्युज ठुल्ठुलो न्युजमा गएर त्यसको इम्प्याक्ट परेकोले गर्दाखेरि चाहिँ त्यस्तो कुरामा चाहिँ हामी चाहिँ अब लागिपर्छ। मलाई त्यो मैले अघि सुरुवातमा पनि मलाई गाइड गर्ने मान्छेहरू नभएर यस्तो पनि भइसकेको थियो। बिग्रियो भने चाहिँ खुसी हुने खालके माहौल पनि भइसकेको थियो। काहीँ न काहीँ म हौसिएको थिएँ होला। त्यो चाहिँ मलाई कता कता अहिले पनि सम्झिँदा मैले एउटा कसैको यसरी कति पैसा करप्सन गर्यो भनेर फेरि मैले उसको चाहिँ लिएको थिइनँ है। गर्यो भनेर मात्रै न्युज हालेको थिएँ। त्यो जो माथि एलिगेसन लागेको थियो उसको भनाइ चाहिँ मैले ल्याएको थिइनँ जस्तो लाग्छ। त्यतिखेर चाहिँ त्यो न्युज चाहिँ मलाई कोही बेला झसङ्ग सम्झिँदा चाहिँ मलाई झसक्क मनमा क्या मैले त्यो नगर्नु पर्थ्यो भन्ने हुन्छ। र कोही बेला कतिवटा न्युजहरूमा है हामी कतिखेर यो चाहिँ अहिले पनि कोही बेला हामी गरी पठाउँछौँ होला मिस्टेकली। कोही बेला हतारमा या त्यसरी गर्नु हुँदैन। स्पेसली कोही माथिको एलिगेसन या जति पनि कन्ट्रोभर्सियलमा चाहिँ हामीले एकदमै टाइम लिएर दुवै पक्षको कुराहरू चाहिँ हामीले पस्किनुपर्छ। नभए एकपल्ट कसैको इमेज ड्यामेज हाम्रो माध्यमबाट भइसकेपछि चाहिँ फेरि त्यसलाई करिजेन्डम दिएर या फेरि त्यसलाई इन्टरभ्यूहरू गर्दाखेरि त्यो उठिहाल्दैन समाजमा है। स्पेसली डिजिटल इलेक्ट्रोनिक मिडियामा। प्रिन्टमा त मान्छेले त्यति साह्रो प्रिन्टमा त एकदमै पहिला ड्यामेज हुन्थ्यो है। त्यो किनभने प्रिन्टकै जमाना थियो। तर अब चाहिँ एकदमै छिटो ड्यामेज भइसकेको हुन्छ र स्पेसली हामीले यसमा चाहिँ एकदमै बेसी ध्यान दिनुपर्ने हुन्छ। र म्याक्सिमम् मेरो कामको इम्प्याक्ट अब मैले भने नि पार्टिकुलरली 1-2वटा स्टोरी छ। तर त्यसलाई भन्दाखेरि स्टोरी यस्तै हुन्छ नि जस्तो हाम्रो काम चाहिँ यस्तो हो हामीले नोइङली कसैलाई पनि दुश्मनी गरेको हुँदैन। तर हाम्रो कामको नेचर अफ वर्कले दुश्मनी भइपठाएको हुन्छ। तर हाम्रो उद्देश्य हुँदैन कहिले पनि दुश्मनी लिनु। तर त्यो दुश्मन व्यक्तिले गल्ती नै गरेको हुन्छ काहीँ न काहीँ गर्दाखेरि। तर उहाँले स्वीकार गरेको हुँदैन र हामीलाई अदरवाइज लिएको हुन्छ नि त। र त्यस्तो सिचुएसन छ थुप्रै है। इम्प्याक्ट भएको भनेको त्यही हो। कसैको दुःख भएको एउटा स्टोरी गरेको थिएँ मैले। मलाई अझै पनि त्यो दिदीहरूले बाटोतिर भेट्दाखेरि बोल्नुहुन्छ एउटा मर्डर केस भएको थियो सायद
कसैकोलाई लगेर बाहिर मारेको यस्तो केही स्टोरी थियो टेलिभिजनमा। मैले त्यो स्टोरी पनि गरेको थिएँ। त्यसो गर्दाखेरि गभर्मेन्टले त्यो जो लेडीलाई मारिएको थियो उसको नानीलाई पढायो है, स्कुलमा लगेर गभर्मेन्टले नै पढाएको। त्यस्तो स्टोरीहरू थुप्रो मैले पहिला नै गरेको थिएँ। इम्प्याक्ट अब मलाई आजसम्म पनि मेरो काममा मलाई विश्वास छ कि 80% मैले जब न्युज लिएर आउँछु, रियल इस्युजहरू, रियल म्याटर हो, त्यसमा डाइरेक्टली अर इन्डाइरेक्टली काम भएको छ जस्तो मलाई विश्वास लाग्छ। हजुर। अन्तमा है तपाईँ जर्नलिजममा संलग्न भएको धेरै वर्ष भयो र अहिले पनि धेरै भन्दा मलाई अ, एकदमै मभन्दा सिनियर पनि होइन पुरा हुनुहुन्छ। फुल्ली तपाईँ अहिले जर्नलिजममै हुनुहुन्छ है। अब हुँ, तपाईँले 100% आफ्नो काम टाइम जर्नलिजममा दिनुहुन्छ नि त अहिले। हुँ, किनभने धेरै हामीले देखेको छौँ जो विभिन्न व्यवसायहरूमा जानुहुन्छ, विभिन्न कुराहरू गर्नुहुन्छ र एउटा पार्ट टाइम जतिको मात्रै जर्नलिजम हुँ। राख्नुहुन्छ। तर तपाईँ फुल्ली हुनुहुन्छ नि त है। के कुरालाई चाहिँ तपाईँलाई के कुरा यस्तो कुरा छ जसले तपाईँलाई सदैव म होइन गर्छु भन्ने लाग्छ तपाईँलाई अहिले पनि? किनभने तपाईँले धेरै ट्रान्जिसन हुँदै पनि हुँ, आफ्नो एउटा प्रेजेन्स त राख्नु भएको छ नि। किनभने कति ठाउँमा त के हुन्छ भने ट्रान्जिसन हुँदै हुँदै हराउँदै फेड हुन जान्छ, तर तपाईँ जानु भएको छैन, अझै हुँ, झन् प्रखर भएर आउनुहुँदैछ नि त। हुँ। के कुराले चाहिँ तपाईँलाई जहिले पनि अघि बढ्ने हौसला दिन्छ? मलाई त एउटा त पब्लिकको माया है, हुँ, पब्लिकले जुन तरिकाले मैले सुरुवातदेखि अहिलेसम्म मलाई स्वीकार्नु भएको छ है, मैले कोही बेला लाग्छ मलाई पनि है म छोडेर अरू केही गरौँ या अरू कुनै सेक्टरमा कामहरू खोजौँ। अस्ति मैले एकजना ठुलो सरसँग पनि मैले यो कुरा हुँ, सेयर गरेँ है, मलाई यस्तो भइरहेको छ, मलाई अर्को सेक्टरतिर। तर भए पनि फेरि जब म त्यो कसैसँग गफ गरेर बजारतिर जान्छु है, पब्लिकले माया हुँ, गर्नुहुन्छ, पब्लिकले मिस गर्नुहुन्छ है। अब म यसकै लागि अब मैले मेरो चोइसलाई छोडिदिन्छु, मेरो हुँ, आफ्नो चाहनालाई छोडिदिएर म यसकै लागि बनिएको होला र मलाई आजसम्म अब यसमा यसरी मलाई माथि चढाउँदै है स्ट्रगलहरू धेरै झेल्दै भए पनि मलाई यही ठाउँ, यही काममा मलाई मेन्टेन गरेर राख्नु पनि त चोइस होला, भगवानकै चोइस। अब विश्वास म स्पिरिचुअल छु अलिकति, भगवानकै चोइस होला भनेर चाहिँ मलाई म ठिकै छ यसमै गर्छु कहिलेसम्म छ। इट्स कलिङ। किनभने जब म टेलिभिजनमा काम गरेँ, टेलिभिजन छोड्ने पनि मेरो सोच थिएन नि त, मैले हुँ, छोड्नुपर्ने बाध्यता भयो। हुँ, त्यसरी नै जब म प्रिन्टमा काम गर्छु सोचेको थिइनँ होइन, तर अब म अरू काम खोजेँ त्यतिखेर पनि, फेरि जर्नलिजममै त्यहाँ गएर अड्केँ म। त्यो 6 वर्ष म अल्मलिएँ भनौँ न है, तर जर्नलिजम त बाँचिबस्यो नि त मेरो मसँग। मसँग जोडियो नि त जर्नलिजम, काम इम्प्याक्टफुल नभए भए पनि मसँग जर्नलिजम जोडिबस्यो। फेरि पछि आएर फेरि यसरी टिम बनिनु अरे, जो टिम जस्तै म योगेनलाई म चिन्थिनँ पर्सनली, हुँ, पहिलादेखि चिन्थिनँ, निर्मलले मात्रै चिन्थ्यो। कहाँबाट भेट्नु, उसले हामीलाई फलो गर्नु, फेरि अहिले एउटा राम्रो सम्बन्ध हाम्रो बिचमा एउटा दिदीभाइको सम्बन्ध बनिएर हामी एक भएर यो कामलाई अगाडि बढाउनु। बट इट्स नट माई चोइस। मेरो हुँ, चोइसै होइन यो, मलाई यस्तो बनिँदै आउँदैछ र फ्युचरमा पनि सायद अब मैले मेरो लाइफ टाइमको लागि नै सायद म जर्नलिजमै होला भन्ने त लाग्छ। अब थाहा छैन भोलि म कहाँ जान्छु, तर जबसम्म छु यति चाहिँ हो, म अनेस्ट प्रकारले नै मेरो जुन काम मैले सुरुवात गरेको थिएँ त्योदेखि यताउता भड्किएर काम गर्नु चाहिँ सक्दिनँ। मैले ल्याएको इन्फर्मेसनमा चाहिँ अब पब्लिकको इन्ट्रेस्टमै हुन्छ भन्ने चाहिँ अब आशा पनि छ र कोसिस पनि गर्नेछु। हुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई हामीलाई यस्तो समय दिनुभयो है। र हाम्रो दर्शकहरूलाई पनि तपाईँहरू यहाँसम्म आइपुग्नुभयो हाम्रो यो बातचित हेरेर भने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। आज हामी विशेष गरी सिक्किम राज्यको जर्नलिजमलाई लिएर यो विशेष एपिसोड तपाईँहरू समक्ष हामीले राखेको छौँ। किन सिक्किम राज्यमा जर्नलिजमलाई लिएर धेरै प्रश्नहरू उठिरहन्छ र जर्नलिस्ट साइड अफ पोइन्ट अफ भ्यू पनि तपाईँलाई हामीले दिएका छौँ। यस्तै अन्य अन्तर्वार्ताहरू जर्नलिस्टहरूको तपाईँहरू समक्ष हामी राख्ने प्रयास गरिरहेका छौँ, गरिरहनेछौँ। तपाईँहरूलाई कसको अन्तर्वार्ता हेर्न मन छ त्यो तपाईँले हामीलाई लेख्न सक्नुहुनेछ। साथै हामीलाई सुझाव तपाईँले हामीलाई क्रिटिकहरू पनि पठाउन सक्नुहुन्छ। thedemozong@gmail.com मा तपाईँहरूलाई पठाउन सक्नुहुन्छ या हामीलाई सोझै तपाईँहरूले हाम्रो जो विभिन्न प्लेटफर्महरू छ उहाँहरूबाट तपाईँले हामीलाई तपाईँहरूको प्रश्न, तपाईँको जिज्ञासा, तपाईँहरूको के छ सजेसनहरू पठाउन सक्नुहुन्छ। र आजको यो विशेष अन्तर्वार्ता हामीले सिक्किम क्रोनिकलको को-फाउन्डर कविता शर्मा, साथै उहाँ सिक्किम राज्यको एक सिनियर जर्नलिस्टहरू मध्ये पनि हुनुहुन्छ, उहाँसँग हामीले तपाईँहरू समक्ष यो अन्तर्वार्ता पेश गरेका छौँ।